र नेपालको सन्दर्भमा रेमिटेन्स चाहिँ अहिले हाम्रो वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो। यदि हामीले रेसिडेन्ट र नन रेसिडेन्ट बिचमा चाहिँ हामीले अलिकति मिसम्याच गऱ्यौँ भनेदेखि त्यसमा समावेश हुने तथ्याङ्क चाहिँ छुट्न जान्छ भने त्यसमा समावेश नहुनुपर्ने तथ्याङ्क चाहिँ त्यसमा आउँछ, जसले गर्दा त्यसले जुन इन्फर्मेसन हामीलाई दिनुपर्ने हो, जुन चाहिँ हामीले चाहिँ त्यो उद्देश्यले हामीले त्यो कम्पाइल गर्छौँ इकोनोमिक एनालाइसिसहरूलाई फेसिलिटेट गर्नको निम्ति, त्यो कुरालाई चाहिँ ट्रुली रिफ्लेक्ट गर्दैन र चाहिँ त्यसले मिसलिड गर्न सक्छ। वित्तीय नीति तर्जुमाको लागि, विदेशी विनिमय नीतिहरूको तर्जुमाको निम्ति यो चाहिँ शोधनान्तर तथ्याङ्कहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। र यी तीनवटै एकाउन्टको सम, गुड्स एन्ड सर्भिस एकाउन्ट, प्राइमेरी इन्कम एकाउन्ट र सेकेन्डरी इन्कम एकाउन्ट, यी तीनवटैको सम गरिसकेपछि चाहिँ करेन्ट एकाउन्ट ब्यालेन्स अथवा चालु खाता सन्तुलनको अवस्था चाहिँ प्राप्त हुन्छ। भन्सार तथ्याङ्क भनेको व्यापारको मात्रै तथ्याङ्क हो। मोनेटरी अथोरिटीको ओनरसिपमा भएको गोल्ड which can be used for the payment, international settlement. नमस्कार, म स्मृति मल्ल। नेपाल राष्ट्र बैंकको यो पडकास्ट श्रृङ्खला राष्ट्र बैंकसँग भलाकुसारीको दोस्रो श्रृङ्खलाको तेस्रो भागमा आज हामी आइपुगेका छौँ र तेस्रो भागसम्म आइपुग्दाखेरि यहाँहरूले नेपाल राष्ट्र बैंकको अफिसियल युट्युब च्यानलमा हाम्रा यी श्रृङ्खलाहरू निरन्तर हेरि नै रहनु भएको छ। आज तेस्रो भागमा हाम्रो विषय रहेको छ ब्यालेन्स अफ पेमेन्ट अर्थात् शोधनान्तर स्थिति, र यो विषयमा हामीसँग छलफल गर्नको लागि हामीसँग आज हुनुहुन्छ पिताम्बर भण्डारी सर। उहाँ मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुनुहुन्छ। सरलाई स्वागत गरे। नमस्कार सर, स्वागत छ। नमस्ते स्मृतिजी, थ्याङ्क यू सो मच। आराम हुनुहुन्छ? हजुर, ठिक छ एकदम। पिताम्बर सरले योभन्दा अगाडि हाम्रो पहिलो श्रृङ्खलामा तरलता व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बृहत रूपमा साना साना बुदाहरूको बारेमा स्पष्ट रूपमा बुझाइदिइसक्नु भएको छ। पिताम्बर सरको यो जानकारीमूलक एपिसोड यहाँले पहिलो श्रृङ्खलामा पनि हेर्नु भएको छ। आज भने हामी फरक विषयमा यानि कि ब्यालेन्स अफ पेमेन्ट BOP शोधनान्तर स्थिति भन्छौँ, यसका बारेमा सरसँग थप छलफल गर्नेछौँ। सर हाल नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँले जनशक्ति व्यवस्थापन विभाग, त्यस्तै गरेर वित्त कम्पनी सुपरिवेक्षण विभाग लगायतमा कार्यकारीको भूमिका निभाइसक्नु भएको छ र लामो समयदेखि नेपाल राष्ट्र बैंकमा रहेर आफ्नो योगदान निरन्तर दिँदै आइरहनु भएको छ। सर, जस्तो अब विषयवस्तुमा प्रवेश गर्दाखेरि सबभन्दा पहिला त हामीले शोधनान्तर स्थिति ब्यालेन्स अफ पेमेन्ट के हो भन्ने नै बुझ्नु पर्ला, त्यहाँबाट नै सुरु गरौँ सर। धन्यवाद स्मृतिजी। ब्यालेन्स अफ पेमेन्ट्स अर्थात् हामीले शोधनान्तर अथवा भुक्तानी सन्तुलन पनि भन्दछौँ। यो भनेको खास गरेर कुनै एउटा मुलुकका, कुनै एउटा देशका बासिन्दाहरूले अन्य सम्पूर्ण बाँकी अन्य मुलुकका बासिन्दाहरूसँग कुनै निश्चित समयावधिभित्र, त्यो 1 महिना पनि हुनसक्छ अथवा 3 महिना, 6 महिना, 1 वर्ष, वाटेभर, निश्चित समयावधिभित्र गरेका सम्पूर्ण आर्थिक कारोबारहरूको एउटा व्यवस्थित र संक्षिप्त चाहिँ एउटा प्रेजेन्टेसन अथवा प्रस्तुतिकरण हो। खास गरेर यसले चाहिँ हाम्रो कुनै पनि मुलुकको अर्थतन्त्रको बाह्य स्थिति, बाह्य क्षेत्र स्थितिलाई चाहिँ प्रतिबिम्बित गर्दछ अथवा बाह्य क्षेत्रमा हाम्रो कस्तो अवस्था छ, पर्फर्मेन्स छ भन्ने कुरा चाहिँ यसले देखाउँछ। अब अझै सहज रूपमा हामीले बुझ्ने हो भने चाहिँ शोधनान्तर स्थिति भनेको हामीले बाह्य क्षेत्रसँग गर्ने कारोबार नै भनेर बुझ्दा पनि भयो। हो, हजुर। यसमा चाहिँ खास गरेर मुख्य रूपले चाहिँ हामीले रेसिडेन्ट र नन रेसिडेन्ट भन्ने कन्सेप्ट चाहिँ प्रमुख हुन्छ। त्यसकारण चाहिँ हामीले के भन्छौँ भने कुनै एउटा मुलुकका बासिन्दाहरू रेसिडेन्ट्स र अन्य सम्पूर्ण बाँकी विश्वका बासिन्दाहरू रेसिडेन्ट्सहरू बिचको चाहिँ आर्थिक कारोबार, त्यस अन्तर्गत जस्तो कि व्यापारका कुराहरू पनि पर्दछन्, त्यस्तै गरेर सेवा क्षेत्रका व्यापारका कुराहरू, कारोबारका कुराहरू पर्दछन्, त्यस्तै गरेर इन्कम अकाउन्टसँग रिलेटेड कुराहरू पर्दछन् र कति फाइनेन्सियल अकाउन्टसँग रिलेटेड कुराहरू पनि पर्दछन्। त्यसकारण यो भनेको के भने एउटा मुलुकको बासिन्दाहरू र अन्य सम्पूर्ण मुलुकका बासिन्दाहरू बिचको एउटा चाहिँ आर्थिक कारोबारको एउटा संक्षिप्त प्रस्तुति हो।
जुन चाहिँ व्यवस्थित तरिकाले प्रेजेन्ट गरिएको हुन्छ। अब जस्तो आवासीय रेसिडेन्ट्स र गैर आवासीय नन रेसिडेन्ट्समा चाहिँ हामीले कति गाह्रो हुन्छ त्यो बिचको कारोबारहरू छुट्याउन गाह्रो हुन्छ कि सजिलो हुन्छ कि कसरी छुट्याउने सर त्यो चाहिँ? रेसिडेन्ट र नन रेसिडेन्ट भन्दाखेरि बेसिकल्ली हामीले चाहिँ डेटाहरूको कम्पाइलेसन गर्दा डेटाहरू तयार गर्दाखेरि चाहिँ रेसिडेन्ट र नन रेसिडेन्ट बिचको कारोबार भएको कारणले गर्दा त्यो छुट्याउनै पर्ने हुन्छ र धेरै हदसम्म त रेसिडेन्ट छुट्याउनको निम्ति त्यति कठिन हुँदैन, किनभने स्थायी रूपले कुनै कन्ट्रीमा बसिरहेको छ, त्यो घर परिवार पनि हुनसक्छ अथवा त्यो कुनै व्यक्ति हुनसक्छ अथवा त्यो त्यहाँ अपरेट गरिरहेको कुनै कम्पनी हुनसक्छ, सङ्घ संस्था हुनसक्छ, तिनीहरूलाई चाहिँ हामीले रेसिडेन्ट भन्छौँ। आइएमएफले चाहिँ यो बाह्य क्षेत्र तथ्याङ्क अथवा ब्यालेन्स अफ पेमेन्ट्सको चाहिँ कम्पाइलेसनको सवालमा चाहिँ उसले एउटा सर्टेन स्ट्यान्डर्ड्सहरू चाहिँ उसले जारी गरेको छ, ब्यालेन्स अफ पेमेन्ट्स म्यानुअल भन्छौँ। त्यसअनुसार चाहिँ उसले रेसिडेन्ट र नन रेसिडेन्ट छुट्याउनको प्रमुख आधारको रूपमा चाहिँ सेन्टर अफ प्रिडोमिनेन्ट इकोनोमिक इन्ट्रेस्ट भन्ने गरेको छ। त्यो भनेको के भने कुनै व्यक्ति अथवा कुनै हाउसहोल्ड अथवा कुनै कम्पनी कुनै सङ्घ संस्थाको रेसिडेन्ट कहाँ हो त त्यसको चाहिँ भनेर हेर्नु पर्दाखेरि उसको आर्थिक गतिविधिको मुख्य केन्द्रबिन्दु कहाँ हुन्छ त्यसको आधारमा छुट्याउनुपर्छ भनिन्छ। तर कतिपय केसमा चाहिँ कस्तो हुन्छ भने एउटै इन्डिभिजुअल एउटै हाउसहोल्ड अथवा एउटै चाहिँ कम्पनीले चाहिँ विभिन्न ठाउँमा विभिन्न मुलुकमा विभिन्न इकोनोमिक टेरिटोरीभित्र चाहिँ उसले कारोबारहरू गरिरहेको हुनसक्छ, त्यस्तो बनाइरहेको हुन्छ। त्यो आधारमा चाहिँ कस्तो अवस्थामा त्यसलाई चाहिँ छुट्याउन चाहिँ अलिक कठिन हुन्छ। त्यस कारण चाहिँ उनीहरूले के भनेको छ भने अन्तर्राष्ट्रिय कम्पेरिजनहरूलाई चाहिँ फेसिलिटेट होस् र कम्पाइलेसनमा एकरूपता होस् क्रस कन्ट्री कम्पेरिजनको लागि भनेर उनीहरूले एउटा सर्टेन केही रुल्सहरू रुल अफ थम्सहरू चाहिँ डिभाइस गरेको छ अथवा पोइन्ट आउट गरेको छ, जसको आधारमा हामीले ब्यालेन्स अफ पेमेन्ट्स डेटाहरू कम्पाइलेसन गर्छौँ। त्यो भनेको कुनै व्यक्ति घर परिवार अथवा चाहिँ उनीहरू यदि कुनै पर्टिकुलर कन्ट्रीमा 1 वर्ष वा सोभन्दा अवधिसम्म त्यहाँ बसिरहेको छ भनेदेखि तिनीहरूलाई चाहिँ त्यहाँको रेसिडेन्ट भन्ने छ। त्यस्तै गरेर कम्पनीजहरूको हकमा चाहिँ यदि ती कम्पनीजहरूको त्यहाँ स्थायी एउटा चाहिँ कम्पनीको लोकेसन छ, त्यस्तै गरेर ती कम्पनीजहरूको त्यहाँ प्रोडक्सन सेन्टर छ र त्यहाँबाट चाहिँ उनीहरूले आर्थिक गतिविधि अथवा प्रोडक्सन गतिविधिहरू अथवा चाहिँ सर्भिस डेलिभरीका गतिविधिहरू गरिरहेका छन् भने चाहिँ उनीहरूलाई त्यो कन्ट्रीको चाहिँ त्यहाँको रेसिडेन्ट भन्ने छ। र त्यो आधारमा चाहिँ हामीले इन्डिभिजुअल अनि त्यस्तै गरेर घर परिवार कम्पनी सङ्घ संस्थाहरू कहाँको रेसिडेन्स हो भनेर आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। तर कतिपय केसमा कहिलेकाहीँ चाहिँ कुनै अपवादहरू पनि छ, जस्तो कि अलि लामो समय नै स्थायी रूपमा बसोबास गरेका केही युनिट्सहरू जस्तो कि विद्यार्थीहरू कुनै पनि कन्ट्रीको विद्यार्थीहरू जस्तो हाम्रो कन्ट्रीको विद्यार्थी चाहिँ अर्को कुनै कन्ट्रीमा गएर अध्ययन गरिरहेको छ र ऊ चाहिँ 1 वर्ष वा सोभन्दा बढी अवधिसम्म त्यहाँ बसेर अध्ययन गरिरहेको छ भने पनि उनीहरूको सेन्टर अफ प्रिडोमिनेन्ट इकोनोमिक इन्ट्रेस्ट चाहिँ नेपाल हुन्छ भन्ने मान्यताको आधारमा उनीहरूलाई नेपालको रेसिडेन्ट भनिन्छ। त्यस्तै औषधि उपचारको लागि जाने बिरामीहरू लामो समय नै बसे पनि उनीहरू होम कन्ट्रीकै रेसिडेन्टको रूपमा हामीले लिनुपर्ने हुन्छ। त्यस्तै गरेर यो कतिपय कन्ट्रीहरूले मिलिटरी इस्टाब्लिसमेन्ट्सहरू अरू कन्ट्रीहरूमा राखेको हुन्छ, त्यहाँ राखे पनि त्यो चाहिँ उनीहरूकै इकोनोमिक टेरिटोरीभित्र पर्छ भनिन्छ। त्यस कारण तिनीहरूलाई पनि होम कन्ट्री जहाँबाट तिनीहरू आएका हुन्छन् त्यहीँको रेसिडेन्सको रूपमा हामीले ट्रिट गर्छौँ। त्यस्तै गरेर अब क्रस बोर्डर वर्कर्सहरूको केसमा पनि हामीले चाहिँ केही समय उनीहरू बाहिर गएर काम गरिरहेका हुन्छन्, तर उनीहरू चाहिँ त्यही कन्ट्रीकै जहाँबाट उनीहरू जान्छन्, जहाँ काम गर्छन् त्यहाँ होइन कि जुन कन्ट्रीबाट उनीहरू जान्छन् उनीहरूको चाहन्छ त्यहाँको रेसिडेन्ट भन्छौँ। त्यस कारण चाहिँ त्यो अनुसार चाहिँ उनीहरूलाई रेसिडेन्स र नन रेसिडेन्स छुट्याएर अनि रेसिडेन्स र नन रेसिडेन्स बिचको कारोबार मात्रै हामीले ब्यालेन्स अफ पेमेन्ट्स स्ट्याटिस्टिक्स अथवा चाहिँ शोधनात्मक तथ्याङ्क तयार गर्दा समावेश गर्नुपर्छ। अन्यथा यदि हामीले रेसिडेन्ट र नन रेसिडेन्ट बिचमा चाहिँ हामीले अलिकति मिसम्याच गऱ्यौँ भनेदेखि त्यसमा समावेश हुने तथ्याङ्क चाहिँ छुट्न जान्छ भने त्यसमा समावेश नहुनुपर्ने तथ्याङ्क चाहिँ त्यसमा आउँछ, जसले गर्दा त्यसले जुन इन्फर्मेसन हामीलाई दिनुपर्ने हो
जुन चाहिँ हामीले चाहिँ त्यो उद्देश्यले हामीले त्यो कम्पाइल गर्छौँ इकोनोमिक एनालाइसिसहरूलाई फेसिलिटेट गर्नको निम्ति त्यो कुरालाई चाहिँ ट्रुली रिफ्लेक्ट गर्दैन र चाहिँ त्यसले मिसलिड गर्न सक्छ। त्यही कारणले गर्दा इन्टरनेसनल मोनिटरी फन्ड IMF ले चाहिँ यो सबै कन्ट्रीहरूलाई चाहिँ मान्य हुने गरेर केही सर्टेन स्ट्यान्डर्ड्सहरू चाहिँ सेट गरेको छ। भनेपछि BOP तथ्याङ्क क्यालकुलेसन गर्दाखेरि चाहिँ मिनिमम पनि 1 वर्षभन्दा बढी कारोबार चाहिँ त्यहाँ भइसकेको हुनु पर्यो, त्यसपछि हामीले इन्क्लुड गर्छौँ। या त 1 वर्षभन्दा बढी समय कुनै ठाउँमा बसेको कन्ट्रीमा वा इन्टेन्स टु डु सो, अथवा त्यति समयसम्म बस्ने यदि उसले आशय छ भने पनि उसलाई रेसिडेन्ट भन्नुपर्ने हुन्छ। हजुर। अब शोधानन्तर तथ्याङ्क अर्थात् यो ब्यालेन्स अफ पेमेन्ट चाहिँ हामी किन तयार पार्छौँ त सर? यो तयार पार्नुको कारण चाहिँ के हो? यसको प्रयोग कहाँ गरिन्छ? यतिखेर चाहिँ अब तयारी गरिरहनुभएका विद्यार्थीहरूलाई पनि यो बारे जानकारी लिन धेरै नै उपयुक्त हुन्छ र इकोनोमिकसँग रिलेटेड अरूलाई पनि अलिकति जानकारीमूलक होस्। खासमा चाहिँ हामी BOP चाहिँ किन तयार गर्छौँ सर? शोधनान्तर तथ्याङ्क भनेको वास्तवमा एउटा बाह्य क्षेत्रको कुनै पनि मुलुकको बाह्य क्षेत्रको अवस्था यसले प्रतिनिधित्व गर्ने विषय हो। त्यसकारण चाहिँ हामीले हाम्रो जस्तो एक्सटर्नल ट्रेडको सिनेरियोमा हामी कहाँनिर छौँ, हाम्रो कम्पिटिटिभ पर्फर्मेन्स कस्तो छ, त्यो कुराहरू जस्तै हाम्रो सर्भिस डेलिभरीको केसमा चाहिँ हाम्रो कस्तो छ, कुन कम्पिटिटिभनेस कुन लेभलमा छ, त्यस्तै हामीले कुन कुन स्रोतबाट विदेशी मुद्रा अरू विभिन्न स्रोतबाट कहाँबाट हामीले प्राप्त गर्छौँ भन्ने कुरा र ती विभिन्न खालबाट आउने विदेशी मुद्राको हामीले कसरी कहाँ प्रयोग गरिरहेका छौँ भन्ने जस्ता विषयहरूलाई चाहिँ यसले समेट्छ। त्यसकारण आफैमा चाहिँ यो कस्तो भन्दाखेरि बाह्य क्षेत्रको कुनै पनि मुलुकको बाह्य क्षेत्रको एउटा ऐनाको रूपमा यसलाई हामीले लिनुपर्ने हुन्छ। त्यहाँ समेटिने तथ्याङ्कहरू चाहिँ बृहत हुने रहेछन्। दोस्रो कुरा के छ भने यसले चाहिँ एउटा एक्सटर्नल सेक्टरको तथ्याङ्क भए तापनि यसभित्र चाहिँ मुलुकको आन्तरिक उत्पादन, त्यसपछि बचत, लगानी, खर्चका प्रवृत्तिहरूलाई पनि रिफ्लेक्ट गर्छ। त्यसकारण चाहिँ यसले ओभरअल इकोनोमीको स्ट्याटस अथवा पर्फर्मेन्स कस्तो छ भन्ने कुरा समेतलाई यसले इन्कर्पोरेट गर्छ। र यसको प्रयोग भनेको के हो भने जस्तो हामीसँग समग्र चाहिँ बाह्य क्षेत्र स्थायित्व कायम गर्ने कुरा चाहिँ एउटा प्रमुख उद्देश्य हुन्छ इकोनोमिक पोलिसिजहरूको। त्यस्तै गरेर विनिमय दरमा स्थायित्व कायम गर्ने कुरा, त्यस्तै गरेर विदेशी विनिमयको सन्चितलाई एउटा सर्टेन एक्सेप्टेबल एउटा चाहिँ एप्रोप्रिएट रेन्जमा राखिरहने कुराहरू, ती एउटा चाहिँ यसका डाइरेक्टली रिलेटेड पार्टहरू हुन् भने त्यसबाहेक चाहिँ जस्तो ओभरअल मौद्रिक नीति निर्माण गर्नु पर्यो भनेदेखि मौद्रिक नीतिका उद्देश्यहरू हासिल गर्नको निम्ति हामीले यो बाह्य क्षेत्र सम्बन्धी तथ्याङ्कहरू खास गरेर शोधनान्तर स्थितिको तथ्याङ्कहरूलाई चाहिँ हामीले अगाडि राख्नुपर्ने हुन्छ। किनभने त्यो बाह्य क्षेत्र स्थायित्व कायम गर्ने कुरा र ओभरअल आन्तरिक स्थायित्व आर्थिक स्थायित्व कायम गर्ने कुरा चाहिँ एकअर्कामा एकदमै त्यो इन्ट्रिग्रेटेड छन् र मौद्रिक नीतिको एउटा प्रमुख उद्देश्य चाहिँ वित्तीय स्थायित्व कायम गर्ने, ओभरअल इकोनोमिक स्थायित्व कायम गर्ने, आर्थिक वृद्धिलाई चाहिँ प्रमोट गर्ने खालको हुने कारणले गर्दा ती तथ्याङ्कहरूलाई हेरेर त्यो अनुसार चाहिँ आवश्यक मौद्रिक नीति तय गर्ने र टाइम एन्ड अगेन चाहिँ मौद्रिक नीतिलाई चाहिँ फाइन ट्युनिङ गर्ने अथवा चाहिँ पोलिसीमा चाहिँ फरक किसिमले चाहिँ एडजस्टमेन्ट गर्दै जाने त्यो सिनारियो हेरेर चाहिँ हामीले गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर सरकारले वित्त नीति निर्माण गर्दाखेरि पनि शोधनान्तर तथ्याङ्कलाई चाहिँ हेर्नुपर्ने हुन्छ। किनभने मुलुकको समग्र अर्थतन्त्रको अवस्था र बाह्य क्षेत्रको अवस्था दुईटैलाई हेरेर मात्रै सरकारले पनि आफ्ना वित्त क्षेत्रीय के अरे बजेट सम्बन्धी नीतिहरू तर्जुमा गर्नुपर्ने हुन्छ। त्यसकारण यो चाहिँ नीति तर्जुमाको लागि पनि एउटा प्रमुख फ्याक्टरकै रूपमा यसले काम गर्यो। मौद्रिक नीति तर्जुमाको लागि, वित्तीय नीति तर्जुमाको लागि, विदेशी विनिमय नीतिहरूको तर्जुमाको निम्ति यो चाहिँ शोधनान्तर तथ्याङ्कहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। जस्तो अब सर यो हामीले त सामान्य रूपमा चाहिँ शोधनान्तर घाटाको अवस्था अथवा शोधनान्तर नाफा भनेर सुन्ने गरेका छौँ निरन्तर रूपमा। अब यो शोधनान्तर स्थिति कस्तो छ त भनेर हेर्न चाह्यो भने चाहिँ हामीले यो शोधनान्तर तथ्याङ्क
चाहिँ कहाँ पाइन्छ र यो कसले तयार गर्छ? अब कसले तयार गर्छ भन्नेमा धेरै कुराहरू पनि जोडिएर आउला, किनभने तथ्याङ्कहरू पनि धेरै हुँदो रहेछ, भास्ट नै छ यो। कति समय अवधिमा चाहिँ यो शोधनान्तर तथ्याङ्क तयार पारिन्छ सर? शोधनान्तर तथ्याङ्क खास गरेर सबै जसो मुलुकहरूमा चाहिँ केन्द्रीय ब्याङ्कले तयार गर्छ र तथ्याङ्कको स्रोत चाहिँ विभिन्न खालको हुनसक्छ अथवा विभिन्न निकायबाट तथ्याङ्कहरू सङ्कलन गरिन्छ। तर कम्पाइलेसन, ओभरअल कम्पाइलेसनको काम चाहिँ कहीँ सेन्ट्रल ब्याङ्क एक्लैले अथवा कुनै अरू अन्य निकायहरूसँग चाहिँ मिलेर यो चाहिँ कम्पाइलेसन गरिन्छ। तर तथ्याङ्कका स्रोतहरूको केसमा चाहिँ खास गरेर जस्तो व्यापार सम्बन्धी तथ्याङ्क, वस्तु व्यापार सम्बन्धी तथ्याङ्क प्राय भन्सार विभागहरूसँग, नेपाल सरकारसँग अथवा चाहिँ सरकारी निकायहरूसँग हुन्छ त्यो तथ्याङ्क। त्यसकारण चाहिँ भन्सार तथ्याङ्कहरू त्यहाँ त्यो निकायहरूबाट हामीले लिनुपर्ने हुन्छ। त्यस्तै गरेर सेवा क्षेत्र सम्बन्धी सम्पूर्ण कारोबारहरूको तथ्याङ्क चाहिँ खास गरेर ब्याङ्किङ सेक्टरमा चाहिँ त्यो रिफ्लेक्ट हुन्छ र फन्ड एक्सचेन्जको जति बेला कारोबार हुन्छ ब्याङ्कहरूसँग त्यति बेला चाहिँ त्यसको स्रोत कहाँबाट आयो भन्ने कुराहरू हुन्छ। त्यहाँबाट चाहिँ हाम्रो इन्टरनेसनल ट्रान्ज्याक्सन रिपोर्टिङ सिस्टम भन्ने हुन्छ। त्यो आधारमा चाहिँ उनीहरूले कुन सर्भिसको लागि चाहिँ त्यो रिसिभ भयो अथवा कुन सर्भिसको लागि पेमेन्ट भयो भन्ने इन्फर्मेसनहरू ब्याङ्किङ सिस्टमबाट चाहिँ हामीले प्राप्त गर्छौँ। त्यसबाहेक जस्तो नेपाल राष्ट्र ब्याङ्क स्वयंसँग भएका तथ्याङ्कहरू पनि बिओपी कम्पाइलेसनमा चाहिँ केही हदसम्म युज प्रयोग हुन्छन्। त्यसकारण चाहिँ त्यसबाहेक चाहिँ अझ कतिपय तथ्याङ्कहरू यस्ता हुन्छन् जसलाई चाहिँ हामीले डाइरेक्टली चाहिँ कतैबाट कलेक्सन गर्ने भन्दा पनि विभिन्न खालका सर्वेक्षणहरू सम्पन्न गरेर ती सर्वेक्षणको आधारमा चाहिँ त्यसलाई इस्टिमेट गर्नुपर्ने हुन्छ। डाइरेक्टली मेजरेबल हुँदैनन् तिनीहरू। सर्वेको आधारमा चाहिँ हामीले एउटा निश्चित फ्रिक्वेन्सीमा एउटा निश्चित इन्टरभलमा सर्वेक्षणहरू गर्छौँ र ती सर्वेक्षणबाट केही इन्डिकेटर्सहरू तयार गरेर त्यसको आधारमा चाहिँ हामीले ब्यालेन्स अफ पेमेन्ट स्ट्राटेजी कम्पाइल गर्नेमा त्यहाँ चाहिँ हामी प्लग गर्छौँ। जस्तो सर यो तथ्याङ्कमै पनि तथ्याङ्क बनाउँदा तथ्याङ्कमै पनि जस्तो कारोबार मात्रै देखाउने चाहिँ होइन रहेछ। त्यो कारोबार भएको रकम कहाँ खर्च भएको छ, कताबाट आएको छ, त्यो डिटेल्स पनि हुन्छ। हो, त्यो कारोबार भन्दा बित्तिकै चाहिँ के भने यो चाहिँ अब यो एक किसिमको फ्लो भेरिएबल भन्छौँ हामीले। फ्लो भेरिएबल भनेको एउटा सर्टेन पिरियडभित्र भएका सम्पूर्ण कारोबारहरूलाई चाहिँ त्यहाँ आउनुपर्ने हुन्छ। जस्तो हामीले कति वस्तुहरूको निर्यात गर्यौँ, राइट? हाम्रा सर्भिस प्रोभाइडरहरूले विदेशीहरूलाई, नन रेसिडेन्ट्सहरूलाई कति सर्भिस, कति रुपियाँ बराबरको चाहिँ सर्भिस डेलिभरी गर्नुभयो, अथवा हामीले बाहिरबाट कति बराबरको सामान चाहिँ आयात गऱ्यौँ, कति बराबरको सर्भिस नन रेसिडेन्टले प्रोभाइड गरेको सर्भिस हामीले उपयोग गऱ्यौँ, त्यस बापत हामीले कति पेमेन्ट गऱ्यौँ। त्यस्तै गरेर हाम्रा फ्याक्टर्स अफ प्रोडक्सनहरूले कति अर्निङ गरे विदेशमा, विदेशीलाई सर्भिस दिए बापत, हो। त्यस्तै गरेर हामीले त्यो बापत कति तिर्यौँ यो सर्टेन अवधिमा। यो सम्पूर्ण जस्तो मन्थली कम्पाइलेसन गर्छौँ हामीले, मासिक रूपमा तथ्याङ्कहरू कम्पाइलेसन गर्छौँ। मासिक तथ्याङ्कहरू कम्पाइलेसन गर्ने क्रममा 1 महिनाभरिमा त्यस्ता खालका कारोबारहरू के भयो भन्ने कुराको चाहिँ त्यो समरी हो। त्यस कारण चाहिँ त्यसले डिटेलमै ती विवरणहरू चाहिँ हामीलाई कम्पाइलेसनको सवालमा चाहिँ सबै विवरणहरू चाहिन्छ। इच एन्ड एभ्री डिटेल लिएर मात्रै त्यो कम्पाइलेसन गर्न सकिन्छ। नेपाल राष्ट्र ब्याङ्कले नै बनाउँछ, त्यसपछि मन्थली महिनावारी रूपमा नै यो रिपोर्ट तयार हुन्छ। हो, प्रत्येक महिना चाहिँ मन्थली तथ्याङ्कहरू तयार गरेर हामीले जस्तो नेपाल राष्ट्र ब्याङ्कको नेपालको हकमा चाहिँ प्रत्येक महिना वर्तमान आर्थिक स्थिति प्रकाशित हुन्छ। त्यो प्रकाशित हुने क्रममा शोधनान्तर तथ्याङ्क पनि सँगै प्रकाशित हुन्छ। अब जस्तो अब केन्द्रीय ब्याङ्कको कन्सेप्ट हेर्ने हो भने त सबै देशमा केन्द्रीय ब्याङ्कले उस्तै किसिमले नै काम गरेका हुन्छन्। अन्तर्राष्ट्रिय स्तरका केन्द्रीय ब्याङ्कहरू लगभग उस्तै हुन् भन्ने हामीले अहिलेसम्म एपिसोडहरूमा कुरा गर्दै गर्दा पनि हामीले त्यो बुझेका छौँ। जस्तो यो शोधनान्तर स्थितिको हकमा पनि हाम्रो केन्द्रीय ब्याङ्कले गरेको जस्तो संसारभरकै पनि सेन्ट्रल ब्याङ्कले नै हेर्छ अथवा के छ सर, अथवा अरूले पनि बनाउन मिल्ने हुन्छ यो तथ्याङ्क? अलमोस्ट सबै जसो सेन्ट्रल ब्याङ्कहरू नै शोधनान्तर तथ्याङ्क कम्पाइलेसन गर्ने जिम्मेवारी हुन्छ, किनभने ती तथ्याङ्कहरू धेरै ब्याङ्किङ क्षेत्रबाट प्राप्त हुने कारणले गर्दाखेरि पनि त्यो सेन्ट्रल ब्याङ्क कम्प्यारेटिभली चाहिँ बेटर पोजिसनमा हुन्छ टु कम्पाइल दिस ब्यालेन्स अफ पेमेन्ट स्ट्याटिस्टिक्स।
अब यो शोधानन्तर तथ्याङ्क अब सरले नै भनेको जस्तो तथ्याङ्क नै तयार गर्न पनि धेरैवटा काम गर्नुपर्ने, धेरै मेहनत गर्नुपर्ने रहेछ। अब यो तथ्याङ्क कसरी तयार गरिन्छ र यसका डाटा सोर्सेसहरू चाहिँ के हुन् त सर? अब यो तथ्याङ्क कुरा बनाउनको लागि, तयार पार्नको लागि कुनै अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय कुनै त्यस किसिमको मापदण्डहरू छन् कि छैनन्, के छ? अघि पनि मैले भर्खर अलिकति प्रसङ्ग उठाएँ कि तथ्याङ्कहरूको स्रोत भनेको विभिन्न निकायहरूबाट तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ, भान्सार विभागबाट तथ्याङ्क लिनुपर्ने हुन्छ, ब्याङ्किङ सिस्टमबाट सबै ब्याङ्क वित्तीय संस्थाहरूबाट त्यो तथ्याङ्क प्राप्त गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर सेन्ट्रल ब्याङ्कले आफ्नो ब्यालेन्स सिट तयार गर्ने क्रममा पनि ती तथ्याङ्कहरू त्यहाँबाट पनि लिनुपर्ने हुन्छ र कतिपय तथ्याङ्कहरू हामीले रेडिली अभाइलेबल हुँदैनन्, सर्वेको माध्यमबाट तयार गरेर तिनीहरूलाई एस्टिमेट गर्नुपर्ने हुन्छ। जहाँसम्म कम्पाइलेसनको लागि स्ट्यान्डर्डको कुरा छ, निश्चितै रूपमा यो शोधनान्तर तथ्याङ्क सङ्कलनको निम्ति यसलाई चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोष IMFले चाहिँ एउटा इन्टरनेसनल गाइडलाइनहरू जारी गरेको छ र यो त्यस्ता खालका निर्देशिकाहरू गाइडलाइनहरू चाहिँ टाइम एन्ड अगेन चाहिँ फ्रिक्वेन्टली रिभिजन पनि हुन्छन्, अपडेट पनि हुन्छन् र हामीले पछिल्लो टाइममा चाहिँ खास गरेर यो शोधनान्तर तथ्याङ्क सङ्कलन निर्देशिका 6औं संस्करणको आधारमा चाहिँ हामीले गरेका छौँ पछिल्लो 3 वर्षदेखि। त्योभन्दा अगाडि हामी चाहिँ त्यो निर्देशिका चाहिँ अन्तर्राष्ट्रिय स्तरकै मापदण्ड हो। यस, अन्तर्राष्ट्रिय मुद्रा कोषले सबै उसको मेम्बर कन्ट्रिजहरूले एकै रूपले यो शोधनान्तर तथ्याङ्क कम्पाइलेसन गरून् र त्यसले चाहिँ सम्पूर्ण ती कन्ट्रीहरूको मेम्बर कन्ट्रिजहरूको चाहिँ डेटाहरू कम्पेयर गर्नलाई चाहिँ फेसिलिटेट होस् अथवा सहजीकरण होस् भनेर चाहिँ उनीहरूले मापदण्डहरू जारी गरेका छन् र सबै कन्ट्रीहरूले नै त्यही मापदण्डहरू इन्टरनेसनल स्ट्यान्डर्ड्सहरूलाई चाहिँ फलो गरेर शोधनान्तर तथ्याङ्क तयारी गर्ने अथवा कम्पाइलेसन गर्ने काम गर्छौँ र त्यही प्रसङ्गमा हामीले पनि पछिल्लो चाहिँ BPM-6 शोधनान्तर तथ्याङ्क सङ्कलन सम्बन्धी तयारी सम्बन्धी निर्देशिका 6 संस्करणको आधारमा चाहिँ हामीले पछिल्लो 3 वर्षदेखि तथ्याङ्क कम्पाइलेसन गर्दै आएका छौँ। अब डाटा सोर्सेसहरूको बारेमा त सरले भनि नै हाल्नुभयो। अब भन्सारबाट प्राप्त तथ्याङ्क, ब्याङ्कहरूले प्रोभाइड गर्ने तथ्याङ्क लगायतका सबै तथ्याङ्कहरू त्यहाँ समेटिन्छन्। कतिको चुनौतीपूर्ण हुन्छ सर? अब धेरैवटा डाटाजहरू कम्पाइल गर्नुपर्ने रहेछ यो एउटा तथ्याङ्क बनाउनको लागि, चुनौती चाहिँ कतिको हुन्छ? यसमा खास गरेर तथ्याङ्कहरूलाई चाहिँ त्यो शुद्ध तथ्याङ्कहरू अथवा एकुरेट तथ्याङ्कहरू प्राप्त गर्ने कुरा चाहिँ वास्तवमा चुनौतीपूर्ण हुन्छ यहाँनिर। किनभने त्यो रिपोर्टिङ गर्ने युनिट जहाँ हो त्यहाँबाट चाहिँ ठिक तरिकाले ती तथ्याङ्कहरू रिपोर्टिङ भएनन् भने चाहिँ हो जतिसक्दो छिटो तथ्याङ्क प्राप्त गर्न सक्यो त्यति चाँडै हामी अर्थतन्त्रको ओभरअल र बाह्य क्षेत्रको स्थितिको बारेमा हामी जानकारी लिन सक्छौँ। त्यही अनुसार हामीले पोलिसीहरूमा चाहिँ एडजस्टमेन्ट गर्न सक्छौँ। एउटा कुरा त्यो कति छिटो प्राप्त गर्ने भन्ने पनि चुनौती हुन्छ। अर्को चाहिँ त्यो पाएका तथ्याङ्कहरूमा चाहिँ सम्पूर्ण रूपले समेटिएको छ कि छैन भन्ने अर्को कुरा हुन्छ र ती कुराहरू प्रोपरली एकुरेटली रिपोर्टिङ भएका छन् कि छैनन् भन्ने कुरा चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसकारण चाहिँ त्यसको लागि त्यो रिपोर्टिङ गर्ने निकायका चाहिँ ती उनीहरूलाई चाहिँ टाइम एन्ड अगेन चाहिँ ओरिएन्टेसन कि त्यो खालको चाहिँ नयाँ स्ट्यान्डर्ड्सहरू चाहिँ आइसकेपछि तिनीहरूको बारेमा जानकारी दिनको निम्ति हामीले चाहिँ ओरिएन्टेसन प्रोग्रामहरू गर्नुपर्ने हुन्छ। हुन्छ सर, अब जस्तो यो BOP अकाउन्ट्सभित्र विभिन्न खाताहरू हुन्छन् भनिन्छ। अब ती के खाताहरू हुन्छन्, त्यो अकाउन्ट्सभित्र हुने खाताहरू चाहिँ कस्तो हो र के को आधारमा कारोबारहरूलाई चाहिँ विभिन्न खातामा वर्गीकरण गरेर राखिएको हुन्छ? अब यसबारे पनि अलिकति जानकारी गराउँ। शोधनान्तर भित्र ब्यालेन्स अफ पेमेन्ट्सको चाहिँ भित्र चाहिँ कारोबारहरू रेसिडेन्ट र नन रेसिडेन्ट बिचको जुन कारोबार हुन्छ ती कारोबारको प्रकृतिलाई हेरेर चाहिँ तिनीहरूलाई विभिन्न क्याटेगोरीको ग्रुपमा चाहिँ क्लासिफाई गरिन्छ, जसले हामीले डिफ्रेन्ट खाता अथवा त्यो ब्यालेन्स अफ पेमेन्ट्सभित्रका विभिन्न खाताहरू भन्छौँ। त्यस अन्तर्गत चाहिँ ब्रोडली ती कारोबारहरूलाई 3टा खातामा वर्गीकरण गरिएको हुन्छ। पहिलो हो करेन्ट एकाउन्ट, चालु खाता। दोस्रोमा चाहिँ पुँजी खाता, क्यापिटल एकाउन्ट, र अर्को चाहिँ वित्तीय खाता अथवा फाइनेन्सियल एकाउन्ट भनेर ब्रोडली चाहिँ 3वटा खाताहरूमा चाहिँ वर्गीकरण गर्ने गरिन्छ।
सर जस्तो यो करेन्ट अकाउन्टभित्र चाहिँ कस्तो किसिमको खाताहरू समेटिएको हुन्छ करेन्ट अकाउन्ट भनेर वर्गीकरण गरिएको खाताहरूभित्र कुन कुन खाताहरू पर्छन् यसबारे पनि अलिकति खुलस्त बताउने कि चालु खाता यानि कि करेन्ट एकाउन्टभित्र चाहिँ खास गरेर 3वटा खाताहरू त्यसभित्र पर्दछन्। एउटा चाहिँ गुड्स एन्ड सर्भिस एकाउन्ट, दोस्रो चाहिँ प्राइमेरी इन्कम अकाउन्ट र तेस्रो चाहिँ सेकेन्डरी इन्कम अकाउन्ट। यी 3वटा खाताहरू पर्दछन्। पहिलो गुड्स एन्ड सर्भिस एकाउन्टभित्र चाहिँ त्यसमा दुईवटा, एउटा गुड्समा हुने कारोबार, वस्तुहरूको रेसिडेन्ट र नन रेसिडेन्टहरू बिच हुने चाहिँ वस्तु व्यापारको कारोबार, जसले हामीले सिम्पली मर्चेन्डाइज एक्सपोर्ट र मर्चेन्डाइज इम्पोर्ट भन्छौँ। ती कारोबारहरू गुड्सभित्र चाहिँ समावेश हुन्छ भने डोमेस्टिकल्ली ओन्ड रिसोर्सेसहरूले फ्याक्टर्स अफ प्रोडक्सनहरूले दिएको सर्भिसहरू चाहिँ त्यसको सर्भिस एकाउन्ट अन्तर्गत पर्दछ। जस्तो कि टुरिज्म सर्भिस, ट्राभल सर्भिस, त्यस्तै गरेर हामीले दिने अथवा लिने इन्फर्मेसन सर्भिस, त्यस्तै गरेर इन्सुरेन्स सर्भिस, टेलिकम्युनिकेसन सर्भिसहरू, कम्प्युटर सर्भिसहरू अथवा अन्य खालका गभर्मेन्ट सर्भिसेसहरू, तिनीहरू चाहिँ सर्भिस एकाउन्ट अन्तर्गत पर्दछन्। ब्रोडली चाहिँ गुड्स एन्ड सर्भिस एकाउन्ट भन्छौँ। त्यसभित्र एउटा चाहिँ टेन्जिबल गुड्सहरूको कारोबार र अर्को चाहिँ इन्टेन्जिबल टाइपका चाहिँ सर्भिस डेलिभरी अथवा सर्भिसको चाहिँ कारोबारहरू त्यसभित्र पर्दछन्। दोस्रो प्राइमेरी इन्कम अकाउन्टभित्र चाहिँ त्यस्ता खालका कारोबारहरू पर्दछन् जुन हामीले अथवा कुनै एउटा कन्ट्रीले को ओनरसिपमा भएका फ्याक्टर्स अफ प्रोडक्सन, उत्पादनका साधनहरूले चाहिँ दिएको सर्भिस डेलिभरीबाट प्राप्त भएका इन्कमहरू अथवा त्यस अन्तर्गतका चाहिँ अर्निङ सम्बन्धी कारोबारहरू चाहिँ प्राइमेरी इन्कम अकाउन्ट अन्तर्गत चाहिँ पर्दछन्। जस्तै कि फ्याक्टर्स अफ प्रोडक्सन, उत्पादनका साधन भनेको त जस्तो ल्यान्डको कुरा गरौँ। ल्यान्डको केसमा चाहिँ हामीले कुनै कन्ट्रीमा यदि हामीले ल्यान्ड ओन गरिरहेछौँ भने त्यसबाट प्राप्त हुने रेन्टहरू चाहिँ त्यहाँभित्र पर्छ है। त्यस्तै गरेर अर्को फ्याक्टर्स अफ प्रोडक्सन भनेको क्यापिटल भयो। क्यापिटल भनेको यदि हामीले पुँजी लगानी बाहिर गरिरहेछौँ अन्य कन्ट्रीमा भने त्यसबाट प्राप्त हुने आय, रिटर्न चाहिँ प्राइमेरी इन्कम अकाउन्टभित्र पर्दछ। त्यस्तै गरेर हामीले युज गर्ने चाहिँ जस्तो प्रफिटहरू यदि कुनै कम्पनी छ त्यहाँ त्यसबाट प्राप्त हुने डिभिडेन्डहरू चाहिँ छ भने तिनीहरू चाहिँ त्यसभित्र पर्दछ। मतलब हामीले फ्याक्टर्स अफ प्रोडक्सन द्याट आर ओन्ड बाई होम कन्ट्री, तिनीहरूलेबाट प्राप्त हुने रिटर्न चाहिँ प्राइमेरी इन्कम अकाउन्ट अन्तर्गत पर्छ। खास गरेर जस्तो कर्मचारी के अरे काम गरिरहेका मान्छेहरूले प्राप्त गर्ने चाहिँ रेमिटेन्स चाहिँ के अरे कम्पेन्सेसन अफ इम्प्लोइज, तलब तथा भत्ताहरू त्यसका अन्तर्गत चाहिँ त्यसभित्र पर्दछन्, प्राइमेरी इन्कम अकाउन्ट अन्तर्गत पर्दछन्। र सेकेन्डरी इन्कम अकाउन्ट अन्तर्गत चाहिँ त्यस्ता खालका रिसिप्टहरू पर्दछन् जसको बदलामा हामीले कुनै सर्भिस अथवा कुनै चिज चाहिँ डेलिभरी गर्दैनौँ। तिनीहरू सामान्यतया कस्तो भन्दा एक किसिमको ग्रान्ट नेचरका, अनुदान प्रकृतिका कारोबारहरू चाहिँ यदि हामीले दिएका छौँ भने त्यसलाई चाहिँ डेबिट इन्ट्रीको रूपमा र हामीले प्राप्त गरेका छौँ भने चाहिँ त्यो क्रेडिट इन्ट्रीको रूपमा, रिसिप्टको रूपमा चाहिँ त्यसभित्र रेकर्डिन्छ। जस्तै त्यसभित्र प्रमुख रूपले चाहिँ वैदेशिक अनुदानका रकमहरू त्यहाँभित्र पर्छ हो। त्यस्तै गरेर विदेशबाट हामीले प्राप्त गर्ने सम्पूर्ण रेमिटेन्सहरू चाहिँ त्यसभित्र पर्छ। त्यो प्राइमेरी इन्कममा पर्दैन रेमिटेन्स, कारण चाहिँ रेमिटेन्स पठाउने जुन मानिसहरू हो उनीहरू चाहिँ त्यहाँको रेसिडेन्ट हुन्छ, किन 1 वर्षभन्दा जनरली उनीहरू बढी अवधिको लागि त्यहाँ बसिरहेका हुन्छन् अथवा हाम्रो देशबाट लगानी भएर आएको होइन कि थर्ड पार्टिजको मार्फतबाट आएको आयलाई चाहिँ हामीले सेकेन्डरी इन्कममा चाहिँ त्यसकारण त्यसभित्रको मेजर आइटम्स भनेको चाहिँ सरकारलाई अथवा प्राइभेट सेक्टरलाई प्राप्त हुने अनुदान, त्यस्तै गरेर विदेशबाट प्राप्त हुने रेमिटेन्स। त्यसको 2 वे हुन्छ त्यसमा पनि। जस्तो हामीले दिएको छ भने डेबिट इन्ट्री हुन्छ, हामीले प्राप्त गरेको चाहिँ क्रेडिट इन्ट्री हुन्छ। त्यसकारण दुवै खालका इन्ट्रिजहरू चाहिँ सेकेन्डरी इन्कम अकाउन्ट अन्तर्गत चाहिँ पर्दछन्।
र यी तीनवटै एकाउन्टको सम गुड्स एन्ड सर्भिस एकाउन्ट, प्राइमेरी इन्कम अकाउन्ट र सेकेन्डरी इन्कम एकाउन्ट, यी तीनवटैको सम गरिसकेपछि चाहिँ करेन्ट एकाउन्ट ब्यालेन्स अथवा चालु खाता सन्तुलनको अवस्था चाहिँ प्राप्त हुन्छ। र त्यसले चाहिँ यी सबै कारोबारबाट हामीलाई हाम्रो अवस्था के रह्यो, कुनै निश्चित अवधिभित्र यी सबै कारोबारहरूबाट चाहिँ हामीलाई चाहिँ हाम्रो पोजिसन के भयो, हामी बचतमा छौँ अथवा चाहिँ हामी चाहिँ सन्तुलनमा छौँ अथवा चाहिँ ती खातामा चाहिँ हामीलाई घाटामा छ भन्ने कुरा चाहिँ त्यहाँबाट हामीले भनेपछि सर यो सामान्य भाषामा हामीले बुझ्ने खालको करेन्ट अकाउन्ट जस्तो त्यस्तो सहज करेन्ट अकाउन्ट चाहिँ होइन रहेछ यो चाहिँ हजुर हो। यसमा चाहिँ हामीले विभिन्न खालका कम्प्लिकेटेड टाइपको चाहिँ अकाउन्टिङ सिस्टमबाट यो डिराइभ हुन्छ र तिनीहरू चाहिँ खास गरेर यो इन्टरनल कारोबार नभएर एक्सटर्नल कारोबारहरू हुने कारणले गर्दाखेरि चाहिँ केयरफुल्ली त्यसको गर्नुपर्ने हुन्छ। अब यो बिओपी क्यालकुलेसनमा चाहिने यी तथ्याङ्कहरू खाताहरूमध्ये अरू बाँकी भएका खाताहरू पनि यस्तै जटिल हुन्छन् सर? यति नै धेरै क्याटेगोराइज गरिएका हुन्छन्, भित्रभित्र अन्य तथ्यहरू पनि खोज्नुपर्ने हुन्छ कि के छ कि? अरू तथ्याङ्कहरू भनेको जस्तो अब हामीले करेन्ट एकाउन्टको कुरा गऱ्यौँ, अर्को भनेको चाहिँ क्यापिटल एकाउन्ट हो। हजुर। त्यसभित्र धेरै रिलेटेडली लिमिटेड कारोबारहरू पर्दछन्। खास गरेर यो प्रोजेक्ट टाइपको चाहिँ ग्रान्ट अथवा क्यापिटल ग्रान्ट भन्छौँ हामीले, त्यस्तो खालको चाहिँ कारोबार इन्फ्लो र आउटफ्लो दुवै हामीले दिएको अथवा हामीले अरूसँगबाट नन रेसिडेन्टबाट लिएको दुवै खालको कारोबारहरू चाहिँ क्यापिटल एकाउन्ट अन्तर्गत हामी समावेश गर्छौँ। र त्यसभित्र पर्ने चाहिँ अर्को एकाउन्ट भनेको खास गरेर यो डेप्ट फर्गिभनेस, हामीले चाहिँ कुनै कन्ट्रीले हामीलाई चाहिँ ऋण मिनाहा गरेको अथवा हामीले कुनै कन्ट्रीलाई दिएको ऋण चाहिँ हामीले मिनाहा गरेको छ भने चाहिँ त्यो कारोबारहरू, त्यो निश्चित अवधिमा भएका त्यो सम्बन्धी कारोबारहरू चाहिँ क्यापिटल एकाउन्टभित्र पर्छ। त्यस कारण चाहिँ खास गरेर ती दुई किसिमका कारोबारहरू क्यापिटल एकाउन्टभित्र पर्छ। पहिले ब्यालेन्स अफ पेमेन्ट्स 5th म्यानुअलमा चाहिँ त्यसमा माइग्रेन्ट ट्रान्सफरहरूलाई पनि समावेश गरेको थियो, तर पछिल्लो टाइममा चाहिँ यो 6th म्यानुअलले त्यसलाई चाहिँ त्यहाँबाट हटाएको छ। त्यस कारण चाहिँ ती कारोबारहरू पर्छन् क्यापिटल एकाउन्टभित्र। जस्तो अघि सरले करेन्ट अकाउन्टबारे भनिरहँदाखेरि रेमिटेन्सको तथ्याङ्कहरू पनि हामीले त्यसमा समावेश गर्ने गरेका हुन्छौँ। अब नेपाल त अहिले विशेष गरी कृषि प्रधान भन्दा पनि रेमिटेन्स बढी आउने र रेमिटेन्सलाई एउटा प्रमुख आय स्रोत मान्न पनि थालिएको छ र त्यस किसिमकै तथ्याङ्कहरू पनि छन्। अब वास्तवमा रेमिटेन्सले चाहिँ बिओपीको सवालमा कस्तो भूमिका खेल्छ? ठ्याक्कै रेमिटेन्सकै बारेमा मात्रै भन्नुपर्दा चाहिँ, किनभने आय स्रोत अलिकति हामीले बढी रेमिटेन्सलाई पनि मान्ने गरेको कारणले गर्दाखेरि चाहिँ त्यसको भूमिका चाहिँ कस्तो हुन्छ? खास गरेर हामीले चाहिँ प्रिपेरेसन जसले पठाउँछ उहाँहरूलाई चाहिँ हाम्रो कन्ट्रीबाट त्यहाँ गएर काम गरिरहेको भए पनि उहाँहरूलाई चाहिँ हामीले यहाँको नभएर त्यो जहाँ काम गरिरहनु भएको छ त्यो कन्ट्रीको रेसिडेन्टको रूपमा लिने भएर हामीले उनीहरूबाट प्राप्त हुने जुन चाहिँ रेमिटेन्स हो त्यसलाई चाहिँ सेकेन्डरी इन्कम अकाउन्ट अन्तर्गत राख्दछौँ। र नेपालको सन्दर्भमा रेमिटेन्स चाहिँ अहिले हाम्रो वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो र अहिले पछिल्लो तथ्याङ्कलाई हामीले हेर्ने हो भने करिब हाम्रो कुल गारस्थ उत्पादनको 1/4 को हाराहारीमा चाहिँ हामीले विदेशबाट रेमिटेन्स प्राप्त गरिरहेछौँ। हुन त यो कुल गारस्थ उत्पादनमा समावेश हुने चाहिँ होइन फेरि, किनभने कुल गारस्थ उत्पादन भनेको हाम्रो इकोनोमिक टेरिटोरीभित्र उत्पादन भएका वस्तु तथा सेवाहरूको चाहिँ त्यो सम हो, त्यस कारण हुँदैन। तर हामीले सेयर हेऱ्यौँ भनेदेखि चाहिँ त्यो रेसियो हेऱ्यौँ भनेदेखि चाहिँ करिब 1/4 चाहिँ हाम्रो रेमिटेन्सबाट प्राप्त हुने गरेछ र हाम्रो त्यस कारण चाहिँ बाह्य क्षेत्र को चाहिँ एउटा चाहिँ प्रमुख आधार हो चाहिँ रेमिटेन्स। जस्तो रेमिटेन्समा हुने थप घरले चाहिँ यो हाम्रो बिओपीमा पनि धेरै नै फरक ल्याउने अथवा यस्तो चाहिँ के गर्छ कि गर्दैन, र अहिले त्यस्तो भएको कुनै उदाहरणहरू छन् कि छैनन्? रेमिटेन्सकै कारणले गर्दाखेरि चाहिँ हाम्रो यताको तथ्याङ्कमा चाहिँ कस्तो प्रभाव हुन्छ? रेमिटेन्समा हुने गडबडले सिधै चाहिँ शोधनान्तर तथ्याङ्कलाई चाहिँ असर गर्छ, किनभने सबैभन्दा ठुलो विदेशी मुद्रा आम्दानीको स्रोत रेमिटेन्स भएको कारणले गर्दा
यदि रेमिट्यान्समा अलिकति तलमाथि भयो भनेदेखि चाहिँ हाम्रो शोधनान्तर स्थिति अथवा चाहिँ करेन्ट एकाउन्ट स्थिति अथवा शोधनान्तर स्थिति चाहिँ प्रतिकूल हुने देखिन्छ र पछिल्लो 2 वर्ष अगाडि हाम्रो 2021-22 चाहिँ हामीले हिस्टोरिकल्ली हाई ब्यालेन्स अफ पेमेन्ट्स डेफिसिट हामीले चाहिँ फेस गरेका थियौँ र त्यो अवस्थामा पनि हाम्रो चाहिँ यो इम्पोर्ट अत्यधिक बढेको तर त्यो अनुसार चाहिँ रेमिट्यान्स चाहिँ बढ्न नसकेको कारणले गर्दा त्यो भएको छ र खास गरेर रेमिट्यान्सको ग्रोथले धेरै हदसम्म चाहिँ हाम्रो करेन्ट एकाउन्टको अवस्था र ओभरअल एक्सटर्नल सेक्टरको अवस्थालाई चाहिँ गाइड गर्छ। जस्तो आयात निर्यातको तथ्याङ्क भन्सार विभागसँग पनि हुन्छ। भन्सार विभागले दिने आयात निर्यातको तथ्याङ्क र हामीले बिओपीमा देखाउने आयात निर्यातको तथ्याङ्क फरक हुन्छ सर? तात्विक फरक हुँदैन। त्यहीँबाट हामीले जुन तथ्याङ्क ब्यालेन्स अफ पेमेन्ट्सको कम्पाइलेसन गर्दा प्रयोग गर्छौँ त्यो तथ्याङ्क भन्सार विभागबाटै लिएर त्यसमा चाहिँ समावेश गर्ने भएको कारणले गर्दा त्यसमा तात्विक फरक पर्दैन। तर चाहिँ बिओपी तथ्याङ्क ओभरअल सबै तयार भएपछि त्यो आउने तथ्याङ्क चाहिँ फरक नै हुन्छ। त्यो फरक किन हुन्छ भनेर नि बुझाइदिने कि जस्तो कतिपयले चाहिँ अब भन्सारको तथ्याङ्क आयात निर्यातको कारोबारको तथ्याङ्क बिओपी हो भनेर सिधा बुझ्नेहरूले चाहिँ के भन्नुहुन्छ भने आयात निर्यातको कारोबार त भन्सारले पनि दिन्छ, भन्सारको तथ्याङ्क यस्तो छ तर बिओपी तथ्याङ्क चाहिँ किन यस्तो भन्नेहरू पनि हुनुहुन्छ। उहाँहरूलाई अलिकति सरल भाषामा बुझाउनु पर्दा चाहिँ हामीले त्यो फरक चाहिँ किन हुन्छ भनेर भन्न सक्छौँ सर? भन्सार तथ्याङ्क भनेको व्यापारको मात्रै तथ्याङ्क हो। गुड्सको व्यापार, सामानको व्यापारको मात्रै तथ्याङ्क हो। तर हामीले ब्यालेन्स अफ पेमेन्ट्सभित्र त वस्तु तथा सेवाहरूको व्यापारको पनि तथ्याङ्क समावेश गर्छौँ। त्यस कारणले गर्दा त्यो त फरक हुने नै भयो। तर गुड्सकै हकमा चाहिँ हामीले भन्सारबाटै लिने कारणले गर्दा त्यो तथ्याङ्क चाहिँ त्यही तथ्याङ्क नै हो। ब्यालेन्स अफ पेमेन्ट्स भनेको चाहिँ त्यो वस्तु व्यापार मात्रै नभएर सेवा व्यापार समेत यसमा समावेश हुन्छ। त्यस्तै गरेर अरू खालका इन्कम एन्ड रेसिप्टका कारोबारहरू पनि ब्यालेन्स अफ पेमेन्ट्सभित्र इन्क्लुड हुन्छन्। त्यस कारणले व्यापार घाटा भन्ने कुरा र चालु खाता घाटा भन्ने कुरा चाहिँ धेरै फरक विषयहरू हुन्। व्यापार घाटा भनेको ओभरअल चालु खाताको चाहिँ एउटा कम्पोनेन्ट हो, एउटा मेजर कम्पोनेन्ट हो। अब जस्तो चालु खाता ब्यालेन्सले चाहिँ अर्थतन्त्रको अवस्था मापन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्छ भनेर हामी मान्छौँ। यसमा चाहिँ विभिन्न प्रभाव पार्ने इन्डिकेटर्सहरूको कुरा गर्दाखेरि करेन्ट अकाउन्ट ब्यालेन्स किन महत्त्वपूर्ण छ र यसका इन्डिकेटर भन्नाले चाहिँ हामी केलाई बुझ्छौँ सर? यो बारे पनि अलिकति स्पष्ट पार्ने कि अब चालु खाताभित्र हुने अकाउन्ट्सहरूको नेचर हेर्दाखेरि पनि तिनीहरू आफैमा महत्त्वपूर्ण छन्। गुड्स एकाउन्ट, सर्भिस एकाउन्ट, प्राइमेरी इन्कम एकाउन्ट, सेकेन्डरी इन्कम एकाउन्ट, तिनीहरूभित्रको कारोबारहरूबाट हामीलाई के कति चाहिँ हाम्रो पोजिसन के छ भन्ने कुरा आइडेन्टिफाई हुने भएर त्यो आफैमा महत्त्वपूर्ण छ। त्यसबाहेक चाहिँ इकोनोमिक एनालाइसिसको सवालमा चाहिँ गर्दाखेरि चाहिँ करेन्ट एकाउन्ट ब्यालेन्सले कुनै पनि मुलुकको बचत र लगानी बीचको चाहिँ अवस्था अथवा त्यो बीच चाहिँ कस्तो खालको चाहिँ ग्याप छ भन्ने कुरालाई रिफ्लेक्ट गर्छ। अथवा करेन्ट एकाउन्ट सरप्लस छ भन्नुको अर्थ चाहिँ के हो भने हाम्रो सेभिङ भन्दा के अरे इन्भेस्टमेन्ट भन्दा सेभिङ चाहिँ बढी छ भन्ने हो। करेन्ट एकाउन्ट बचतमा छ भने चाहिँ हाम्रो इन्भेस्टमेन्ट भन्दा सेभिङ बढी छ भन्ने बुझिन्छ भने यदि करेन्ट एकाउन्ट डेफिसिट छ भने हाम्रो इकोनोमीमा चाहिँ सेभिङको तुलनामा इन्भेस्टमेन्ट बढी छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यसकारण त्यसले चाहिँ इकोनोमीको ओभरअल सेभिङ र इन्भेस्टमेन्ट बिचको ग्याप कस्तो छ अथवा खाडल कस्तो छ भन्ने कुरालाई रिफ्लेक्ट गर्छ। त्यसकारण त्यो बाह्य क्षेत्रको तथ्याङ्क बाह्य क्षेत्रको चाहिँ इन्डिकेटर मात्रै नभएर समग्र चाहिँ इकोनोमीको एउटा चाहिँ मेजर इन्डिकेटर पनि को रूपमा पनि त्यसले काम गर्छ।
हुन्छ सर, अब अहिलेसम्म कुराकानी गर्दाखेरि सरले अब त्यहाँ हुने अकाउन्ट्सहरूका बारेमा भनि नै हाल्नुभयो। करेन्ट अकाउन्टको बारेमा हामीले कुरा गऱ्यौँ, त्यसभित्रका विभिन्न पाटाहरूका बारेमा पनि कुरा गऱ्यौँ, क्यापिटल अकाउन्टको बारेमा पनि अघि सरले सरस्वती भनिदिइसक्नु भएको छ। अब जस्तो वित्तीय खाता यानि कि फाइनेन्सियल अकाउन्ट पनि प्रमुख इन्डिकेटरभित्र नै पर्छ। अब यसमा चाहिँ कस्ता कस्ता कारोबारहरू पर्छन् सर, र तिनको बारेमा पनि अलिकति विस्तृतमा जानकारी गराइदिनुहोस् न। फाइनेन्सियल एकाउन्ट भनेको खास गरेर वित्तीय कारोबारहरूको चाहिँ एकाउन्ट हो, र यसभित्र खास गरेर 4 किसिमका कारोबारहरू समावेश हुन्छन्। एउटा चाहिँ प्रत्यक्ष वैदेशिक लगानी, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट, इनफ्लो र आउटफ्लोको तथ्याङ्कहरू त्यसमा समावेश हुन्छ। त्यस्तै गरेर अर्को पोर्टफोलियो इन्भेस्टमेन्ट को इनफ्लो र आउटफ्लोको तथ्याङ्कहरू समावेश हुन्छ। तर हामी कहाँ चाहिँ पोर्टफोलियो इन्भेस्टमेन्टको आउटफ्लोको चाहिँ अलाउड छैन, इनफ्लो पनि अलाउड छैन। त्यस्तै गरेर अर्को त्यसभित्रको मेजर ट्रान्ज्याक्सन भनेको चाहिँ अदर इन्भेस्टमेन्ट हो। त्यस अन्तर्गत चाहिँ मुख्य रूपले यो प्राइभेट सेक्टर र गभर्मेन्टले चाहिँ विदेशबाट प्राप्त गर्ने ऋणहरू त्यसभित्र समावेश हुन्छ अदर इन्भेस्टमेन्टभित्र। त्यसबाहेक चाहिँ अर्को एकाउन्ट भनेको, अर्को कारोबार भनेको चाहिँ रिजर्भ एसेट। अर्को एकाउन्ट रिजर्भ एसेट हो। रिजर्भ एसेट भनेको त्यस्तो खालको एसेटहरू हो जुन चाहिँ रेडिली अभाइलेबल, यो ब्यालेन्स अफ पेमेन्ट्सको चाहिँ दायित्व भुक्तानी गर्नको निम्ति रेडिली अभाइलेबल इन्स्ट्रुमेन्ट्सहरूलाई चाहिँ हामीले रिजर्भ एसेट भन्छौँ। अब यसलाई चाहिँ अझै विस्तृत रूपमा भन्नुपर्दा चाहिँ कस्तो कस्तो खालको हो त रिजर्भ एसेट्स भनेर हामीले केलाई बुझ्छौँ, कस्तो खालको एसेट? रिजर्भ एसेटभित्र चाहिँ जस्तो इन्टरनेसनल्ली एक्सेप्टेबल मिन्स अफ पेमेन्ट्सहरू पर्छन्, जस्तो मोनिटरी गोल्ड, सेन्ट्रल ब्याङ्कको ओनरसिपमा भएको गोल्ड स्टक, द्याट इज प्योर गोल्ड विच इज रेडिली अभाइलेबल फर पेमेन्ट। त्यस्तो हाम्रो पैसा चाहिँ चल्दैन, गोल्ड त चल्यो नि, गोल्ड हो। त्यो पनि मोनिटरी अथोरिटीसँग भएको। जस्तो अरू गोल्डहरू जस्तो ट्रेडबाट भएर जुन इम्पोर्ट हुन्छ र पब्लिकहरूले कन्जम्सन गरिरहेको हुन्छ, त्यस्तो गोल्ड होइन कि मोनिटरी अथोरिटीको ओनरसिपमा भएको गोल्ड विच इज रेडिली विच क्यान बी युज फर द पेमेन्ट, इन्टरनेसनल सेटलमेन्ट। सरल भाषामा नेपाल राष्ट्र ब्याङ्कसँग भएको सुनको मौजदात हो। अर्को चाहिँ त्यसभित्र पर्ने कम्पोनेन्ट भनेको चाहिँ स्पेसल ड्रोइङ राइट। इन्टरनेसनल मोनिटरी फन्डले चाहिँ हामीलाई मेम्बर कन्ट्रिजहरूलाई चाहिँ स्पेसल ड्रोइङ राइट एलोकेट गर्छ। त्यो हाम्रो होल्डिङमा जति छ त्यहाँ एलोकेसन एकाउन्ट होइन कि होल्डिङ एकाउन्टमा हाम्रो जति एसडिआर छ त्यो एसडिआर पनि कुनै पनि मेम्बर कन्ट्रीको लागि हाम्रो हिसाब किताब सेटलमेन्टको लागि युज गर्न सक्छौँ। त्यस कारण त्यो पनि एउटा रिजर्भ एसेट हो। त्यस्तै गरेर हाम्रो नेपाल राष्ट्र ब्याङ्कसँग रहेको सम्पूर्ण फरेन करेन्सी रिजर्भहरू, कन्भर्टेबल करेन्सी रिजर्भ्सहरू, ती सबै के हो त रिजर्भ एसेटभित्र पर्छ। त्यस्तै गरेर कमर्सियल ब्याङ्कहरूसँग रहेको फरेन करेन्सी रिजर्भलाई पनि हामीले रिजर्भ एसेटभित्र हामीले समावेश गर्छौँ। त्यस कारण चाहिँ बेसिकल्ली यी 4वटा स्पेसल ड्रोइङ राइट, मोनिटरी गोल्ड, अनि त्यसपछि एनआरबीसँग भएको फरेन करेन्सी रिजर्भ र ब्याङ्क वित्तीय संस्थाहरूसँग उनीहरूसँग भएको चाहिँ फरेन करेन्सी रिजर्भलाई चाहिँ हामीले रिजर्भ एसेटभित्र चाहिँ समावेश गर्छौँ। अब जस्तो सर सदानन्तर तथ्याङ्कलाई हामीले भुक्तानी सन्तुलन पनि भन्ने गरेका छौँ। अझै धेरै सामान्य प्रयोग हुने भाषामा चाहिँ भुक्तानी सन्तुलन भनेर हामी बुझ्छौँ। र यो ब्यालेन्स अफ पेमेन्ट्स भन्दै गर्दाखेरि चाहिँ के यो ब्यालेन्स अफ पेमेन्ट चाहिँ सधैँ सन्तुलनमै हुन्छ अथवा सन्तुलनमा राखिन्छ त? सदानन्तर घाटा, सदानन्तर नाफा भनेको पनि फेरि हामीले कहिलेकाहीँ त सुन्छौँ। अब यो चाहिँ ब्यालेन्स अफ पेमेन्ट्समा सदानन्तर नाफा र घाटाको स्थिति किन आउँछ, कसरी आउँछ, कस्तो बेलामा आउँछ, अलिकति अब यसबारे पनि चर्चा गरौँ सर। भुक्तानी सदानन्तर ब्यालेन्स अफ पेमेन्ट्सलाई भुक्तानी सन्तुलन पनि भन्छौँ र भने जस्तै वास्तव यसको नाम जस्तै सधैँ सन्तुलनमै हुन्छ, अथवा यसको चाहिँ सबै डेबिट इन्ट्रिज र सबै क्रेडिट इन्ट्रिजहरूको चाहिँ सम गऱ्यो भने 0 हुन्छ। त्यसकारण यस्तो खालको क्वेसनहरू आउनु स्वाभाविक हो कि आखिर यदि यो सधैँ सन्तुलनमा रहन्छ भने शोधनान्तर बचत, शोधनान्तर घाटा अथवा भुक्तानी त्यो भनेको चाहिँ के हो त भन्ने प्रसङ्ग हुनु स्वाभाविक हो। र त्यसमा हामी के हो त भन्दा
शोधनान्तर चाहिँ जहिले पनि ब्यालेन्समै हुन्छ। भुक्तानी सन्तुलन डेबिट र क्रेडिटको एन्ट्री चाहिँ बराबरै हुन्छ। तर शोधनान्तर बचत अथवा शोधनान्तर घाटा भनेर हामीले चाहिँ जुन अघिले हामीले रिजर्भ एसेटमा को कुरा गऱ्यौँ नि, त्यो रिजर्भ एसेटको कारोबारमा हुने चेन्जलाई चाहिँ हामीले नेट चेन्ज त्यसमा एउटा लायबिलिटी साइड पनि हुन्छ। त्यो लायबिलिटी साइडलाई समेत एडजस्टमेन्ट गरिसकेपछि, समायोजन गरिसकेपछि जुन रिजर्भ एसेटमा जुन चेन्जेसहरू हुन्छ त्यो चेन्जेसहरूलाई चाहिँ हामीले शोधनान्तर बचत अथवा चाहिँ शोधनान्तर घाटा अथवा शोधनान्तर स्थिति सन्तुलनमा रह्यो भनेर हामीले त्यहाँबाट हेर्नुपर्ने हुन्छ। जस्तो कि इनफ बचत छ, यदि रिजर्भ एसेट त्यो नेट रिजर्भ एसेट चाहिँ यदि इन्क्रिज भयो भने हामी के भन्छौँ, शोधनान्तर बचत भयो हो। ती सम्पूर्ण कारोबारबाट भएर त्यो रिफ्लेक्ट हुने त्यहाँ हो नि त। महिनाको तथ्याङ्क भन्दा त्यो त्यही महिनाको तथ्याङ्क, त्यही महिनामा भएका कारोबारहरूबाट होइन, त्यही महिनामा भएका कारोबारहरूबाट यदि त्यसको रिजर्भ एसेट चाहिँ वृद्धि भयो त्यो महिनाभरिमा भने त्यो अवस्थामा चाहिँ हामीले त्यो टाइममा चाहिँ शोधनान्तर बचत भयो भनेर भन्नुपर्ने हुन्छ। यदि रिजर्भ एसेटको सम, नेट रिजर्भ एसेटको सम चाहिँ यदि घट्यो, सुरुको ओपनिङबाट अहिले घट्यो भने चाहिँ त्यो अवस्थामा हामीले चाहिँ शोधनान्तर घाटा भयो भनेर भन्नुपर्ने हुन्छ। र यदि डेबिट र क्रेडिट चाहिँ बराबर भयो अथवा चाहिँ त्यहाँ कुनै चेन्ज भएन, रिजर्भ एसेटको पोजिसन यथावत रह्यो, चेन्ज भएन भने त्यसलाई चाहिँ भुक्तानी सन्तुलनमै रह्यो भनेर बुझ्नुपर्ने हुन्छ। त्यस कारण चाहिँ शोधनान्तर बचत भन्दा हामीले रिजर्भ एकुमुलेट गर्दै गइरहेको अवस्था हुन्छ। शोधनान्तर घाटा भन्दा बित्तिकै हामीले रिजर्भ डिप्लिट भएर गइरहेको अवस्था हुन्छ भने शोधनान्तर सन्तुलनमा हुनु भनेको अर्थ चाहिँ त्यो रिजर्भहरू एज इट इज रहेको अवस्था भनेर बुझ्नुपर्ने हुन्छ। यसमा चाहिँ ठ्याक्कै त्यो रिजर्भ एसेटलाई मात्रै हेर्ने भयो, त्यसको तथ्याङ्कलाई मात्रै हेरेर हामीले यो शोधनान्तर घाटा अथवा नाफा चाहिँ क्यालकुलेसन गर्छौँ, त्यो देखाउँछौँ तथ्याङ्कमा। अब जस्तो व्यापार घाटा, चालु खाता घाटा र शोधनान्तर घाटा, यी शब्दहरू अब सामान्य सुन्दाखेरि उस्ता उस्तै पनि लाग्न सक्छन्। र केही समय अगाडि त अझै सरसँग यो अन्तर्वार्ता सुरु गर्नुभन्दा अगाडि त म आफैलाई पनि के लागिरहेको थियो भने जब कि मैले ब्यालेन्स अफ पेमेन्टको बारेमा केही कुराहरू जानकारी लिइसकेको अवस्थामा पनि शोधनान्तर स्थितिको पुरै घाटामा जाने अथवा शोधनान्तर स्थिति नै नाफामा जाने अवस्था चाहिँ शोधनान्तर घाटा र नाफा होला भन्ने जस्तो मलाई आफूलाई क्युरियोसिटी थियो। त्यो चाहिँ होइन रहेछ, सरले स्पष्ट पारिदिइहाल्नुभयो। यस्तै चाहिँ अब धेरैलाई लाग्न सक्छ व्यापार घाटा, चालु खाता घाटा र शोधनान्तर घाटा, यी शब्दहरू सुन्दा हामीलाई उस्तै लाग्छ नि त। अब यिनको बिचमा चाहिँ के फरक छ सर, अलिकति क्लियर पारिदिनु यो पनि। व्यापार घाटा भनेको एउटा गुड्समा हामीले इम्पोर्ट र एक्सपोर्ट बिचको ग्याप, सिम्पल हो। अब सर्भिस पनि इन्क्लुड गरिसकेपछि त्यसमा हामीले सर्भिस इम्पोर्ट र सर्भिस एक्सपोर्ट बिचको ग्याप पनि समावेश गरिसकेपछि त्यो चाहिँ गुड्स एन्ड सर्भिस एकाउन्टको ब्यालेन्स अथवा समग्र व्यापार घाटा अथवा व्यापार नाफाको अवस्था त्यसले दिने भयो भने चालु खाता घाटा अथवा नाफा भन्दा बित्तिकै गुड्स एन्ड सर्भिस एज वेल एज प्राइमेरी इन्कमबाट हुने रिसिप्ट र एक्सपेन्डिचर, इन्कम र एक्सपेन्डिचर र सेकेन्डरी इन्कमबाट प्राप्त हुने जति पनि रिसिप्ट्सहरू हो र एक्सपेन्डिचरहरू हो, त्यो जोडिसकेपछि चाहिँ करेन्ट एकाउन्ट ब्यालेन्स आउँछ। त्यस कारण चाहिँ चालु खाता घाटा भन्नाले चाहिँ हामीले फेरि ती सबै कारोबारहरूबाट इन्क्लुडिङ ट्रेड, इन्क्लुडिङ चाहिँ रेमिटेन्स, इन्क्लुडिङ फरेन ग्रान्ट्स, ती सबै इन्क्लुड गरिसकेपछिको चाहिँ अवस्थालाई चाहिँ चालु खाता घाटाले प्रतिनिधित्व गर्छ। र यो चाहिँ ओभरअल इकोनोमीको सेभिङ इन्भेस्टमेन्ट ग्यापसँग चाहिँ इक्विभ्यालेन्ट हुन्छ भने ओभरअल ब्यालेन्स अफ पेमेन्ट्स भनेको त हाम्रो ती करेन्ट एकाउन्टमा भएका सम्पूर्ण ट्रान्ज्याक्सनहरूको चाहिँ टोटल आउटकम र हाम्रो फाइनेन्सियल एकाउन्टमा भएका कारोबारहरूको पनि आउटकमलाई एकै ठाउँ राखिसकेपछि अनि हामीले चाहिँ ओभरअल ब्यालेन्स अफ पेमेन्ट्सको सिचुएसन चाहिँ पत्ता लगाउँछौँ। त्यस कारण चाहिँ तिनीहरू ट्रेड ब्यालेन्स भन्दा चाहिँ करेन्ट एकाउन्ट अलिक ब्रोडर कन्सेप्ट हो एउटा भने ओभरअल ब्यालेन्स अफ पेमेन्ट्स भनेको अझ ब्रोडर कन्सेप्ट।
त्यसमा अरू फ्याक्टर्सहरू एड भएर त्यसपछि मात्रै हामीले त्यो निकाल्छौँ। अब जस्तो बिओपी सरप्लस भन्ने पनि हामीले सुनिरहेका हुन्छौँ सर। सबभन्दा पहिला त बिओपी सरप्लस के हो र यो हुनु राम्रो हो अथवा राम्रो होइन, र अर्थतन्त्रको संरचना अनुसार चाहिँ कसरी यो फरक पर्छ, कस्तो संरचनामा के हुन्छ, यसबारे पनि अलिकति स्पष्ट रूपमा। शोधनान्तर बचत भनेर मैले अघि पनि भने के हो त भन्दा फरेन फाइनेन्सियल एकाउन्टभित्रको चाहिँ रिजर्भ एसेटमा जुन चेन्जेसहरू हुन्छ आफ्टर एडजस्टमेन्ट फर द फरेन करेन्सी लायबिलिटी, त्यो चाहिँ मास्तिर अदर इन्भेस्टमेन्ट एकाउन्टभित्र चाहिँ एउटा कम्पोनेन्ट हुन्छ हो। त्यसलाई चाहिँ हामीले एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। त्यहाँ डाइरेक्टली त्यहाँ एडजस्टमेन्ट गरेको हुँदैन, त्यस कारण कन्फ्युज हुन्छ। कहिलेकाहीँ चाहिँ ठ्याक्क त्यो रिजर्भ एसेटमा भएको चेन्ज बिओपी चाहिँ हुँदैन, त्यहाँ हामी समथिङ एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ फरेन करेन्सी लायबिलिटीलाई। त्यो एडजस्टमेन्ट गरिसकेपछिको चाहिँ जुन चाहिँ सिनारियो हो, आउटकम हो, त्यो चाहिँ शोधनान्तर अवस्था हो। अब त्यो बढेको छ भने अघि मैले भने जस्तो त्यो चाहिँ बचतको अवस्था हुने भयो, त्यो चाहिँ ओपनिङ ब्यालेन्सको तुलनामा घटेको छ भने चाहिँ घाटाको अवस्था हुने भयो। र अब जहाँसम्म शोधनान्तर बचत सधैँ राम्रो हो अथवा चाहिँ सबै अर्थतन्त्रको लागि त्यो राम्रो हो भन्ने सवाल छ, त्यसमा चाहिँ हामीले क्लियरली त्यो सधैँ राम्रो हो भन्ने चाहिँ हुँदैन। किनभने अलिकति विचार गरौँ न, सबै कन्ट्रीहरूले एट अ टाइम शोधनान्तर बचत हासिल गर्न सम्भव छ त? हुँदैन। किनभने यदि हामीले एउटा कन्ट्रीले शोधनान्तर बचत हासिल गरिरहेको छ, लगानी कसले गर्ने, अर्को कन्ट्रीले चाहिँ शोधनान्तर घाटा गरिरहेको छ, हुन्छ। एट अ टाइम दुईटै बचत चाहिँ हुन सक्दैन, अथवा सबै कन्ट्रीहरू बचतमा रहने अवस्था चाहिँ रहन सक्दैन। त्यस कारण चाहिँ त्यो सबै कन्ट्रीको लागि र सधैँ त्यति राम्रो पनि हुँदैन। जस्तो खास गरेर एडभान्स कन्ट्रिजहरू चाहिँ प्राय अमेरिका जस्तो कन्ट्रीहरू जहाँ चाहिँ त्यो कन्ट्रीहरूमा चाहिँ ब्यालेन्स अफ पेमेन्ट्स प्राय डेफिसिटमा हुन्छ, त्यो कारणले गर्दा डलर इन्टरनेसनल लिक्विडिटीको रूपमा चाहिँ काम गर्छ। भने हाम्रो जस्तो इकोनोमी अलिकति चाहिँ डेभलपिङ इकोनोमी जहाँ चाहिँ हाई ग्रोथ पोटेन्सियल अथवा हाई ग्रोथ निडहरू छ, त्यस्तो ठाउँमा चाहिँ शोधनान्तर बचत एउटा सर्टेन लेभलको शोधनान्तर बचत हासिल गरिरहनु चाहिँ आवश्यक हुन्छ। किनभने हामीले क्यापिटल गुड्सहरूको लागि पनि इम्पोर्ट गर्नुपर्ने हुन्छ, एउटा कुरा। अर्को कुरा अर्थतन्त्रमा स्टेबिलिटीको लागि पनि त्यो शोधनान्तर बचत भयो भने त्यसले रिजर्भ पोजिसन हाम्रो स्ट्रङ हुन्छ। त रिजर्भ पोजिसन स्ट्रङ भइसकेपछि रिलेटिभली मोर स्टेबिलिटी चाहिँ त्यसले इन्स्योर गर्छ। त्यस कारणले चाहिँ शोधनान्तर बचत केही हदसम्म चाहिँ राम्रो नै मानिन्छ। तर निरन्तर बचत हुँदै जानु भन्नुको अर्थ फेरि के हो भने हामीले चाहिँ फरेन करेन्सी रिजर्भ इन्क्रिज हुँदै जान्छ, र यदि त्यो रिजर्भको युटिलाइजेसनको पक्ष हेऱ्यौँ भनेदेखि फेरि हामीलाई निड चाहिँ बढी डेभलपमेन्टल निड छ, तर हामीले उतातिर रिजर्भ एकुमुलेट गरिरहेछौँ भन्दा अत्यधिक बढी रिजर्भ एकुमुलेट भएर अथवा बिओपी कन्टिन्युस चाहिँ हाई लेभलको चाहिँ बिओपी सरप्लस भएर रिजर्भ एकुमुलेट गर्दै जानु पनि हाम्रो आवश्यकतासँग चाहिँ मेल खाँदैन। किनभने त्यो रिजर्भहरू हामीले अप्टिमम तरिकाले युज गरेर देशको चाहिँ विकास निर्माण लगायतको कार्यमा लगायौँ भने र त्यता बिओपीलाई पनि एउटा सर्टेन चाहिँ उसमा राखिरहने, धेरै डिटोरेट हुन नदिने र ती रिजर्भहरूलाई पनि हामीले चाहिँ युज गर्ने, प्रोपरली युज गर्ने हुँदाखेरि चाहिँ मैले भन्न खोजेको के भने खास गरेर एउटा सर्टेन लेभलको शोधनान्तर बचत कायम गरिराख्नुपर्ने हुन्छ, तर उच्च बचत गरिरहनु चाहिँ सधैँ अर्थतन्त्रको लागि फाइदाकारी हुन्छ भनेर चाहिँ भन्न सकिँदैन। हुन्छ, यो चाहिँ सरहरूले भन्ने भाषामा भयो, अर्थशास्त्रीहरूको भाषामा चाहिँ यो भयो। अझै हामीले विद्यार्थीहरूले बुझ्नु पर्दाखेरि चाहिँ जस्तो लामो समयसम्म चाहिँ शोधनान्तर बचत हामीसँग छ भने हामीले चाहिँ त्यो बचत हाम्रो नाफा हो अथवा हाम्रो राम्रो अवस्था छ भनेर बुझ्नुभन्दा पनि हाम्रो अर्थतन्त्रमा चाहिँ त्यो मुभ भइरहनु अथवा त्यसले उत्पादनमूलक कार्यमा त्यो बचत लाग्यो भने चाहिँ अझ बढी फाइदा हामीलाई हुने भयो, बचत लामो समयसम्म रहिरहनु भन्दा भनेर हामीले बुझ्दा भयो। यसरी सरल भाषामा चाहिँ एक सेन्टेन्समा हामीले बुझ्दाखेरि
अब धेरै जसो विषयवस्तुमा त सरले छर्लङ्ग पारिदिई नै सक्नु भएको छ, त्यो भित्र भएका बुदागत तथ्यहरूलाई पनि स्पष्ट रूपमा सरले बुझाइदिनु भएको छ। अब जस्तो कहिलेकाहीँ शोधानन्तर घाटा रहेको अवस्था यदि छ भने चाहिँ अब त्यो शोधानन्तर घाटा रहेको अवस्थालाई सुधार्न चाहिँ हामी के कस्ता विधिहरू अपनाउँछौँ, केन्द्रीय ब्याङ्कले के कस्ता विधि अपनाउँछ र यसमा कुनै थियोरेटिकल प्र्याक्टिसहरू पनि हुने गरेका छन् कि छैनन् सर? शोधनान्तर असन्तुलन भनौँ, कहिलेकाहीँ चाहिँ बढी बचत हुने अवस्था अथवा शोधनान्तर चाहिँ अब हाम्रो जस्तो कन्ट्रीहरूमा चाहिँ घाटा हुने अवस्थाहरूलाई चाहिँ बढी केयरफुल्ली हेर्ने गरिन्छ र त्यस्तो खालको अवस्थाहरू सिर्जना भयो भने अथवा त्यस्तो खालको अवस्थाहरू आउन नदिनको निम्ति अथवा त्यस्ता खालका शोधनान्तर घाटा र अनावश्यक बचतका अवस्थाहरू थियो, शोधनान्तर असन्तुलन भनौँ न, त्यस्ता खालका अवस्थाहरू आएको अवस्थामा तिनीहरूलाई एड्रेस कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ केही सैद्धान्तिक आधारहरू पनि छन्। खास गरेर हामीले 3 किसिमका सैद्धान्तिक आधारहरूको बारेमा चाहिँ छलफल गरेको पाउँछौँ हामीले टेक्स्ट बुकहरूमा र त्यसमा चाहिँ एउटा कन्सेप्चुअल धारणा के छ भने शोधनान्तर स्थिति प्रतिकूल हुने अथवा असन्तुलन हुने चाहिँ प्रमुख कारण कुनै कन्ट्रीको मुद्रा विनिमय दरमा हुने असन्तुलनले हो भन्ने छ, अथवा यदि कुनै कन्ट्रीको करेन्सीको भ्यालु ओभर भ्यालुड छ इन टर्म्स अफ अदर करेन्सी ओभर भ्यालुड छ भने त्यस्तो अवस्थामा त्यो देशको वस्तु तथा सेवाहरू फरेनर्सको लागि रिलेटिभली महँगो पर्न जान्छ र त्यो वस्तु तथा सेवाहरू जब महँगो पर्न जान्छ त्यो अवस्थामा फरेनर्सहरूले चाहिँ त्यो कन्ट्रीको वस्तु सेवाहरूको खरिद कम गर्छन् र व्यापार घाटा बढ्छ र यसरी व्यापार घाटा बढिसकेपछि यदि अन्य कुराहरू यदि यथावत छ भने त्यसले चाहिँ ओभरअल शोधनान्तर स्थितिलाई चाहिँ घाटामा लैजान्छ। त्यसकारण एक्सचेन्ज रेटले चाहिँ खास गरेर शोधनान्तर बचत अथवा घाटा हुने अवस्थालाई निर्धारण गर्छ। त्यसलाई चाहिँ अब यसलाई चाहिँ इलास्टिसिटी एप्रोच टु ब्यालेन्स अफ पेमेन्ट्स भन्ने गरिन्छ। इलास्टिसिटी एप्रोच टु ब्यालेन्स अफ पेमेन्ट भन्छ। त्यस अन्तर्गत चाहिँ के हो भने खास गरेर यदि एक्सपोर्ट र इम्पोर्ट प्राइस सेन्सिटिभ छ भने अथवा कन्ट्रीको एक्सपोर्ट र इम्पोर्टको प्राइस इलास्टिसिटी अफ डिमान्ड चाहिँ यदि सेन्सिटिभ छ, हाई छ, जनरली ग्रेटर देन 1 छ भने चाहिँ त्यस्तो अवस्थामा ब्यालेन्स अफ पेमेन्ट्समा हुने जुन डिसइक्विलिब्रियम हो, असन्तुलन हो, त्यसको करेक्सन गर्नको निम्ति एक्सचेन्ज रेटमा एडजस्टमेन्ट गर्यो भने चाहिँ त्यो करेक्सन हुन्छ भन्ने मान्यता छ। त्यो हाइली सेन्सिटिभ हुने अवस्था चाहिँ कुन बेलामा आउँछ सर? त्यो अवस्था भनेको के हो भने जस्तो त्यो कन्ट्रीको इम्पोर्टको कम्पोजिसनले धेरै हदसम्म निर्धारण गर्छ। सामान्यतया हामीले के भन्छौँ भने यदि डेली नेसेसिटीका आइटम्सहरू यदि कन्जम्सन त्यो इम्पोर्ट बास्केटमा यदि छ भने त्यस्तो अवस्थामा प्राइस सेन्सिटिभिटी कम हुन्छ, किनभने मूल्यमा हुने परिवर्तनले हामीलाई चाहिँ त्यो मागमा त्यो परिवर्तन ल्याउन सक्दैन, अथवा मूल्य बढ्यो भने पनि हामीले त्यसको कन्जम्सन घटाउन सक्दैनौँ, यसको मतलब इम्पोर्ट घट्दैन हो। त्यस्तो भयो भने प्राइस सेन्सिटिभिटी भएन। तर त्यस्ता वस्तुहरू जुन चाहिँ रिलेटिभली लग्जरी टाइपको आइटम्सहरू छ अथवा त्यस्ता आइटमहरू जसको चाहिँ डोमेस्टिक प्रोडक्सन हुन सक्ने सम्भावना छ, अरू त्यसको अल्टरनेटिभ प्रोडक्सन हुन सक्ने सम्भावना छ भने त्यो अवस्थामा ती वस्तुहरू इम्पोर्टेड सामानहरू महँगो भइदियो भने या त त्यो खर्च कटौतीमा जान्छ, इम्पोर्ट घटाउँछ, एक्सपेन्डिचर रिड्युसिङ गर्छ मान्छेले ती फरेन आइटम्सहरूमा, वा एक्सपेन्डिचर स्विच गर्छ फरेन गुड्सको तुलनामा चाहिँ अब डोमेस्टिकल्ली प्रड्युस्ड गुड्सहरूमा चाहिँ कन्ज्युमरहरूले खर्च गर्न थाल्छन्, जसले गर्दा इम्पोर्ट घट्छ। त्यो के भयो? सेन्सिटिभिटी भयो। त्यस कारण एउटा त्यसभित्र एउटा चाहिँ मार्शल ल र कन्डिसन भन्ने छ, दुईवटा इकोनोमिक्सको नाममा चाहिँ गरेको। त्यसले के भन्छ भने यदि कुनै पनि कन्ट्रीको प्राइस इलास्टिसिटी अफ डिमान्ड फर एक्सपोर्ट एन्ड डिमान्ड फर इम्पोर्ट इज ग्रेटर देन 1, त्यो अवस्था छ भने करेन्सीमा हुने एडजस्टमेन्ट डिभ्यालुएसनले चाहिँ ब्यालेन्स अफ पेमेन्ट्स करेक्सन गर्छ भन्ने मान्यता छ। त्यो भनेको चाहिँ अघि हामीले भनेको त्यो प्राइस सेन्सिटिभिटी
बढी भएको अवस्थामा मात्रै त्यो ग्रेटर देन 1 हुने हो। त्यसकारण चाहिँ त्यो इलास्टिसिटी एप्रोचले के भन्छ भने शोधनान्तर स्थितिमा हुने असन्तुलन सम्पूर्ण रूपले चाहिँ एक्सचेन्ज रेटमा हुने असन्तुलनको कारणले पैदा हुने हो। त्यसकारण यदि इम्पोर्ट र एक्सपोर्ट प्राइस सेन्सिटिभ छ, डिमान्ड फर एक्सपोर्ट एन्ड इम्पोर्ट यदि प्राइस सेन्सिटिभ छन् भने चाहिँ शोधनान्तर असन्तुलन करेक्सन गर्नको निम्ति एक्सचेन्ज रेटमा एडजस्टमेन्ट गर्नुपर्छ भन्ने यसको रिकमेन्डेसन हो एउटा। अर्को चाहिँ हजुर अर्को प्रिन्सिपल के छ भने अर्को एब्जर्प्सन एप्रोच भन्ने छ। त्यो एब्जर्प्सन एप्रोच भनेको कस्तो हो भनेदेखि जस्तो कुनै पनि कन्ट्रीको अथवा ब्यालेन्स अफ पेमेन्ट्स डिसइक्विलिब्रियम अथवा असन्तुलन कति बेला हुन्छ त भन्दा कुनै पनि कन्ट्रीले आफ्नो उत्पादन भन्दा यदि बढी कन्जम्सन गर्यो भने चाहिँ त्यसले शोधनान्तर असन्तुलन सिर्जना हुन्छ। त्यसकारण दुईटा कुरा गर्नुपर्ने भयो, या त कुनै कन्ट्रीले आफ्नो प्रोडक्सनलाई चाहिँ इन्हान्स गर्नुपर्ने भयो, यदि शोधनान्तर डेफिसिट छ भने त्यसलाई इम्प्रुभ गर्नको निम्ति हो, शोधनान्तर असन्तुलनलाई करेक्सन गर्नको निम्ति आइदर प्रोडक्सन बढाउनु पर्ने भयो और खर्च घटाउनु पर्ने भयो हो। प्रोडक्सन बढाउनको निम्ति तुरुन्तै सम्भव हुँदैन, इट टेक्स टाइम। तपाईँले त्यसको लागि चाहिँ फ्याक्ट्री इस्टाब्लिसमेन्ट्सहरू बनाउनु पऱ्यो, त्यो सबै तयारी गरेर त्यो प्रोडक्सन आउनुको निम्ति इट टेक्स टाइम। त्यसकारण तत्कालको लागि ब्यालेन्स अफ पेमेन्ट डिसइक्विलिब्रियम छ भने त्यो अवस्थामा खर्च कटौतीमा जानुपर्ने हुन्छ। अब खर्च कटौतीमा पनि प्राइभेट सेक्टरको उपभोक्ताको खर्च कटौती अथवा गभर्मेन्टको तर्फबाट पनि खर्च कटौती हुनसक्छ। र त्योभन्दा पनि सबभन्दा सजिलो चाहिँ इजिली छिटो गर्न सकिने के भने यदि ब्यालेन्स अफ पेमेन्ट चाहिँ असन्तुलन छ भने सरकारी खर्चहरू अनावश्यक टाइपको चाहिँ सरकारी खर्चहरू कटौती गरेको अवस्थामा टोटल खर्च घट्न जान्छ। त्यसले चाहिँ ब्यालेन्स अफ पेमेन्ट्सलाई चाहिँ इक्विलिब्रियममा ल्याउन मद्दत गर्छ भन्ने छ। प्र्याक्टिकली त अब हामी उत्पादन बढाउने, रोजगारी बढाउने लगायतका कामहरू गर्न सक्छौँ तर इट टेक्स टाइम, एकदम टाइम लाग्ने भएर तुरुन्तै चाहिँ खर्च कटौतीतिरबाट जानुपर्ने हुन्छ। र अर्को थर्ड चाहिँ त्यसमा चाहिँ के हो भने प्रिन्सिपल चाहिँ यी सबै डिसइक्विलिब्रियमहरू जति पनि ब्यालेन्स अफ पेमेन्ट्समा चाहिँ देखा पर्छ ती सबै चाहिँ मोनेटरी मिसम्यानेजमेन्टको कारणले हुन्छ भन्ने हो। मनीको डिमान्ड र मनी सप्लाई बिच एउटा राइट तालमेल चाहिँ बनाउन सकिएन भने त्यो चाहिँ शोधनान्तर स्थितिको असन्तुलनमा रिफ्लेक्ट हुन्छ। यदि मुद्राको आवश्यक डिजायर्ड मनी लेभलभन्दा मनी सप्लाई बढी भयो भने त्यसले चाहिँ के गर्छ, अनावश्यक क्रेडिट क्रिएसन हुन्छ। अनावश्यक क्रेडिट क्रिएसनले गर्दाखेरि चाहिँ इम्पोर्टहरू र उनीहरूको खर्चहरू बढ्छ, जसले गर्दाखेरि चाहिँ ओभरअल एक्सटर्नल सेक्टर चाहिँ इम्ब्यालेन्स बन्छ। यदि ब्यालेन्स अफ पेमेन्ट्स डेफिसिट छ भने त्यस्तो अवस्थामा त्यसकारण मनी सप्लाईलाई चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ, घटाउनु पर्ने हुन्छ। त्यसले दुईवटा काम गर्छ, एउटा क्रेडिट सप्लाई क्रेडिट एक्सपान्सनलाई पनि कन्ट्रोल गर्छ, अर्को मनी सप्लाई घटिसकेपछि इन्फ्लेसन घट्छ भनिन्छ सामान्यतया हो। इन्फ्लेसन घटिसकेपछि त्यही गुड्स फरेनर्सको लागि सस्तो पर्छ हो, अनि हामीलाई चाहिँ बाहिर खन्दै गर्दाखेरि त्यही चिज महँगो पर्छ। त्यसकारण इम्पोर्ट घट्छ र एक्सपोर्ट चाहिँ प्रमोट हुन्छ। भन्नुको अर्थ चाहिँ के भने ओभरअल ब्यालेन्स अफ पेमेन्ट चाहिँ अब करेक्सनतिर लाग्छ। त्यसकारण यो मोनेटरी एप्रोच टु ब्यालेन्स अफ पेमेन्ट्सले चाहिँ त्यसकारण चाहिँ मनी सप्लाईमा एडजस्टमेन्ट गरेर अथवा त्यसलाई चाहिँ एप्रोप्रिएटली चाहिँ गाइड गरेको अवस्थामा चाहिँ ब्यालेन्स अफ पेमेन्ट्स डिसइक्विलिब्रियमलाई म्यानेज गर्न सकिन्छ अथवा त्यसलाई चाहिँ करेक्ट गर्न सकिन्छ। हामीले चाहिँ अझै के हामीले चाहिँ ठ्याक्कै सजिलै के इन्टरकनेक्टेड कुराहरू त धेरै आयो नि त। अब अर्थतन्त्र नै चलायमान यहीँबाट भइरहेछ भन्ने देखिरहेछ। हामीले चाहिँ यो टपिकमा कुरा गरिरहँदाखेरि शोधनान्तर स्थिति अथवा यो भुक्तानी सन्तुलन चाहिँ को लागि काम गर्दाखेरि यतातिर यो ब्यालेन्स बनाइराख्नखेरि काम गर्दाखेरि चाहिँ यसले यता इन्फ्लेसन पनि घटाउने भयो, क्रेडिट सप्लाईलाई पनि कन्ट्रोलमा राख्ने भयो, त्यो सबै कामहरू चाहिँ जोडिएर आउने भयो सर यसमा चाहिँ। हो, तीनवटा एप्रोचमा चाहिँ अब कुनै कन्ट्रीमा चाहिँ कुनैले काम गर्छ, कुनै कन्ट्रीमा चाहिँ कुनैले काम गर्छ। त्यो चाहिँ स्पेसिफिक कन्ट्री स्पेसिफिक पनि हुन्छ। र चाहिँ जस्तो फिक्स एक्सचेन्ज रेट भएको केसमा चाहिँ हामीले जनरली चाहिँ इलास्टिसिटी एप्रोच, त्यही त त्यो खालि अलिक सेन्सिटिभ छ भने चाहिँ त्यो खालले चाहिँ हामीले बिओपी करेक्सनमा गर्नुपर्ने हुन्छ।
यदि फ्लेक्सिबल एक्सचेन्ज रेट अथवा छ भनेदेखि त्यही अनुसारको डिफ्रेन्ट पोलिसीहरू मिक्सहरू चाहिँ अवलम्बन गर्नुपर्ने हुन्छ। केन्द्रीय ब्याङ्कको जिम्मेवारी धेरै भयो, सबै कुरा चाहिँ केन्द्रीय ब्याङ्कले हेरेर त्यस अनुसारको क्यालकुलेसन अनुसार नै तथ्याङ्कहरू आउने भयो, होइन सर? अब नेपालको सन्दर्भमा ठ्याक्कै यो भुक्तानी सन्तुलनमा समस्या भएका उदाहरणहरू चाहिँ छन् कि छैनन् सर? केही उदाहरणहरू छन् भने त्यस्तो अवस्थामा चाहिँ हामी कसरी बाहिर आएका छौँ? केही फरक किसिमका प्र्याक्टिसहरू हामीले गरेका छौँ कि छैनौँ, के छ? हामीले यो शोधनान्तर सम्बन्धी तथ्याङ्क व्यवस्थित तरिकाले कम्पाइलेसन गर्न सुरु गरेको करिब 50 वर्ष भइसकेको छ। सुरुमा हामीले 1974-75 देखि चाहिँ हामीले यो कम्पाइलेसनको काम सुरु गरेका हौँ र यो 50 वर्षको अवधिलाई तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ हामीले करिब 9 वर्ष चाहिँ हामी शोधनान्तर घाटाको स्थितिमा छौँ भने बाँकी अवधिमा चाहिँ हामी शोधनान्तर बचतकै स्थितिमा छौँ। र सुरुमा यसरी तथ्याङ्कलाई व्यवस्थित रूपमा राख्न सुरु गरेपछि सुरुमा चाहिँ फिस्कल इयर 1982-83 मा हामीले चाहिँ पहिलोपटक शोधनान्तर घाटा, उच्च शोधनान्तर घाटा चाहिँ हामीले फेस गरेका छौँ र त्यसपछि लगातार 3 वर्ष 82-83, 83-84, 84-85 मा लगातार 3 वर्ष चाहिँ हाम्रो शोधनान्तर घाटा भएको छ र त्यति बेलाको शोधनान्तर घाटा करिब GDP को 2% सम्म चाहिँ पुगेको छ र त्यो बेलाको त्यो घाटालाई चाहिँ एड्रेस गर्नको निम्ति, त्यो अवस्थालाई, त्यो समस्यालाई सम्बोधन गर्नको निम्ति हामीले विभिन्न खालको एप्रोच चाहिँ अवलम्बन गरेको देखिन्छ। खास गरेर यो शोधनान्तर घाटा हुँदाखेरि चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोषले खास गरेर यो शोधनान्तर घाटा सम्बोधनको लागि चाहिँ सहयोग गर्ने गरेको छ र हामीले सुरुमा 1985 मा चाहिँ IMF-सँग एउटा स्ट्यान्ड बाई एग्रिमेन्ट गरेर SDR 18 मिलियन जतिको चाहिँ हामीले त्यहाँबाट सहयोग लिएका थियौँ, सहुलियतपूर्ण चाहिँ सहयोग हामीले लिएका थियौँ। त्यसबाहेक त्यो अवधिको ब्यालेन्स अफ पेमेन्ट्स डिसइक्विलिब्रियमलाई करेक्ट गर्नको निम्ति हामीले एक्सचेन्ज रेटमा चाहिँ ठुलो चेन्ज गरेका थियौँ। एकैपटक हाम्रो करेन्सीलाई चाहिँ करिब 15% को हाराहारीमा 14.7%ले चाहिँ हामीले करेन्सी डिभ्यालु गरेका छौँ। त्यसबाहेक सरकारको खर्च कटौती र सरकारको खर्चमा चाहिँ थप अनुशासन कायम गर्नको निम्ति विभिन्न पोलिसी मेजर्सहरू पनि लिएको देखिन्छ। त्यस्तै गरेर त्यसबाहेक चाहिँ केन्द्रीय ब्याङ्कले अवलम्बन गर्ने मौद्रिक नीतिमा, खास गरेर मौद्रिक नीतिलाई चाहिँ अलिकति कसिलो बनाउने खालको चाहिँ नीतिहरू पनि त्यो बेलामा हामीले अवलम्बन गरेका छौँ र ती सबै त्यो सेट अफ पोलिसिज, एउटा चाहिँ IMF-सँगको चाहिँ सहयोग अनि त्यसपछि हामीले चाहिँ करेन्सीमा गरेको एडजस्टमेन्ट अनि फिस्कल पोलिसी र मोनेटरी पोलिसीमा गरेका एडजस्टमेन्टहरूको परिणामस्वरूप चाहिँ हामीले चौथो वर्षमा गएर चाहिँ 85-86 मा गएर चाहिँ हामीले शोधनान्तर बचतमा फेरि फर्किएको अवस्था छ। त्यस्तै गरेर त्यसपछिका अरू केही बिचमा केही वर्षहरूमा पनि शोधनान्तर घाटा भएको छ। खास गरेर 5 देखि 10 वर्षको अवधिमा चाहिँ साइकलमा चाहिँ शोधनान्तर घाटा हुने गरेको देखिन्छ र ती प्रत्येक हाम्रा घाटाका एपिसोडहरूलाई सम्बोधन गर्नको निम्ति हाम्रा डोमेस्टिक म्याक्रो इकोनोमिक पोलिसीहरूमा एडजस्टमेन्टका साथसाथै हामीले इन्टरनेसनल मोनेटरी फन्डबाट जस्तो स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटी, त्यस्तै एक्सटेन्डेड स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटी अनि ऱ्यापिड क्रेडिट फेसिलिटी अनि एक्सटेन्डेड ऱ्यापिड क्रेडिट फेसिलिटी जस्ता विभिन्न खालका चाहिँ सहुलियतपूर्ण सुविधाहरू चाहिँ हामीले IMF-बाट प्रयोग गर्दै र हाम्रा म्याक्रो इकोनोमिक पोलिसिजहरूलाई पनि त्यही अनुसार चाहिँ एडजस्टमेन्ट गरेर ती अप्ठ्यारा अवस्थाहरूबाट कर्मिक रूपमा हामी सुरक्षित तवरले चाहिँ हामी बाहिर निस्कँदै आएका छौँ र पछिल्लो टाइममा हेर्नु हो भनेदेखि हामीले 3 वर्ष अगाडि मात्रै 2021-22 मा चाहिँ हिस्टोरिकल्ली हाई ब्यालेन्स अफ पेमेन्ट्स डेफिसिट चाहिँ हामीले फेस गऱ्यौँ। करिब 250 अरबको हाराहारीमा चाहिँ शोधनान्तर घाटा हुन गयो। त्यो भनेको करिब GDP कै करिब 5% को हाराहारीमा घाटा हो। त्यो भनेको हाम्रो जस्तो उसको लागि अलि ठुलो नै घाटा भएको हो र त्यति बेला चाहिँ त्यो अवस्थालाई एड्रेस गर्नको निम्ति हामीले चाहिँ त्यो अनुसार मौद्रिक नीतिलाई कसिलो बनायौँ र त्यसले गर्दाखेरि चाहिँ
हामीले बिस्तारै त्यस्तै गरेर आइएमएफसँग पनि हामीले यो ऱ्यापिड क्रेडिट फ्यासिलिटी र एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी दुवै हामीले अहिले पनि हामी चाहिँ आइएमएफसँगको प्रोग्राममै छौँ। ती पोलिसीहरू र अरू चाहिँ म्याक्रो इकोनोमिक पोलिसीहरूमा पनि हामीले सुधार गर्दै आइरहेका छौँ र पछिल्लो समयमा चाहिँ अघिल्लो वर्षदेखि चाहिँ उच्च शोधनान्तर बचत चाहिँ हामीले फेरि हासिल गरेका छौँ। त्यसकारण चाहिँ यो एपिसोडहरू त्यो बिटर चाहिँ खालका चाहिँ एक्सपिरियन्सहरू हामीले चाहिँ फेस गरेका छौँ। तर तीसँग चाहिँ हामीले एउटा इफिसियन्टली ती विषयवस्तुलाई चाहिँ एड्रेस गर्दै एक्सचेन्ज रेट पोलिसिजहरू, फिस्कल पोलिसीहरू र मोनेटरी पोलिसिजमा चाहिँ त्यो अनुसारको एडजस्टमेन्ट गर्दै ती अवस्थाहरू डिफिकल्टिजहरूबाट हामी चाहिँ पार हुँदै गएका छौँ। लामो अनुभव र लामो प्र्याक्टिस नेपाल राष्ट्र ब्याङ्कले गरिसकेको छ यो विषयमा भन्दा फरक परेन, किनभने 2 पटकको त्यो अस्वाभाविक घाटाको अवस्थाबाट हामी पार आइसकेका छौँ र यसमा काम गर्ने युनिटहरूले निरन्तर रूपमा काम गरि नै रहेको छ भन्ने। अब जस्तो हामी लगभग अन्त्यतिर आएका छौँ सर। अब यो बिओपी टपिकमा हामीले कुराकानी गरिरहँदाखेरि चाहिँ अब समग्र अर्थतन्त्रलाई पनि जोडौँ। समग्र अर्थतन्त्र हामीले अहिलेसम्म अब शोधानन्तर स्थितिको टपिकमा मात्रै रहेर केन्द्रित भयौँ बुदागत रूपमा। अब समग्र अर्थतन्त्र, समग्र यो क्षेत्रलाई हेर्ने हो भने चाहिँ यो बुदाले अथवा यो विषयले चाहिँ अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ? जस्तो अब मोनिटरी सेक्टरको कुरा भयो, गभर्मेन्ट सेक्टरको कुरा भयो र रियल सेक्टर लगायतका कुराहरू भयो। अब यी सेक्टरहरू र समग्र अर्थतन्त्रमा चाहिँ यसको प्रभाव के हुन्छ सर? शोधनान्तर चाहिँ बाह्य क्षेत्रको तथ्याङ्क भए पनि यसले सम्पूर्ण आन्तरिक आर्थिक गतिविधिहरूलाई पनि धेरै हदसम्म रिफ्लेक्ट गर्छ र खास गरेर आफ्नो मुलुकको चाहिँ कम्पिटिटिभ इन्टरनेसनल कम्पिटिटिभनेस कस्तो छ भन्ने कुरालाई चाहिँ त्यसले रिफ्लेक्ट गर्छ। अहिलेको जस्तो हाम्रो ग्लोबल टाइपको चाहिँ ओपन टाइपको इकोनोमिक सिस्टममा चाहिँ त्यो कुराले धेरै हदसम्म हामी कहाँ रहने अथवा हाम्रो चाहिँ डेभलपमेन्टको स्टेज अथवा हाम्रो ग्रोथ अथवा हाम्रो चाहिँ लिभिङ स्ट्यान्डर्ड कहाँ रहने भन्ने कुरालाई चाहिँ धेरै हदसम्म त्यसले निर्धारण गर्छ हाम्रो इन्टरनेसनल कम्पिटिटिभनेसले। त्यसकारण त्यो तथ्याङ्कले आफैमा शोधनान्तरले चाहिँ के भने यी सबै मोनेटरी सेक्टर, गभर्मेन्ट सेक्टर अथवा चाहिँ रियल सेक्टर, यी सबै अर्थतन्त्रका अन्य सबै सेक्टरहरूसँग यो अनुन्यासित रूपमा अथवा इन्टिग्रेटेड हुन्छ, इन्टर रिलेटेड हुन्छ। जस्तै शोधनान्तर बचत भयो भने, शोधनान्तर घाटा भयो भने हामीले पछिल्लो 2-3 वर्षको डेटालाई केलायौँ भने पनि स्पष्ट हुन्छ कि जति बेला हामी कहाँ शोधनान्तर बचत उच्च छ, जस्तो अहिलेको जस्तो सिनारियोमा हामीसँग ब्याङ्किङ सिस्टममा अत्यधिक तरलता छ, मोनेटरी एक्सपान्सन बढ्न सक्छ हो। त्यसकारण चाहिँ रिलेटिभली सहज अवस्था हुन्छ लिक्विडिटीको, इन्ट्रेस्ट रेटहरू तल झर्छन्, इन्भेस्टमेन्टको लागि चाहिँ उपयुक्त वातावरण बन्दछ भने यदि ब्यालेन्स अफ पेमेन्ट्स डेफिसिट भयो भने त्यो अवस्थामा हाम्रो सिस्टममा लिक्विडिटी ड्राई हुन्छ, मनी सप्लाई घट्छ अनि त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ ग्रोथमा समेत चाहिँ त्यसले असर गर्छ। त्यस्तै गरेर गभर्मेन्टतर्फको यसको इन्टर रिलेसन हेर्ने हो भने पनि गभर्मेन्टको रेभेन्यूको हदमा चाहिँ ट्रेड ब्यालेन्सहरूको अवस्थाले चाहिँ गभर्मेन्टको सरकारको रेभेन्यूका कुराहरूलाई पनि निर्धारण गरेको हुन्छ। त्यस्तै गरेर सरकारको जुन चाहिँ अरू नीतिहरू हुन्छ आर्थिक विकासको लागि गर्ने अवलम्बन गर्ने नीतिहरू, ती नीतिहरूलाई चाहिँ प्रभावकारी रूपले कार्यान्वयन गर्नको निम्ति चाहिँ मुलुकको बाह्य क्षेत्रको अवस्था सन्तुलित छ भने त्यो सहज हुन्छ। यदि बाह्य क्षेत्रको अवस्था चाहिँ असहज छ भने ती कुराहरूलाई चाहिँ हामीले स्मुथली अगाडि लैजान सक्दैनौँ। अथवा मोनेटरी सेक्टरको लागि अथवा फिस्कल चाहिँ आउटकमको लागि अथवा फिस्कल सेक्टरको उद्देश्यहरू चाहिँ हासिल गर्नको निम्ति र ओभरअल अल्टिमेटली त के भने कुनै पनि कन्ट्रीको इकोनोमिक पोलिसिजहरूको ओभरअल उद्देश्य भनेको त्यहाँको जनताहरूको खुसी, वेलबिङ हो नि, त्यसलाई चाहिँ डाइरेक्टली त्यसले प्रभावित गर्छ। डाइरेक्टली इन्डाइरेक्टली दुवै रूपमा चाहिँ त्यसले प्रभावित गर्छ। त्यसकारण चाहिँ यो ओभरअल इकोनोमिक पोलिसीको उद्देश्य हासिल गर्ने सवालमा पनि शोधनान्तर तथ्याङ्क अथवा शोधनान्तरको स्थिति भनौँ न त्यो चाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ। हुन्छ सर, अब लगभग यो बिओपीको टपिकमा हामीले धेरै नै बुदाहरूमा छलफल गऱ्यौँ भन्ने मलाई लाग्छ। धेरै जानकारी यहाँले दिनु पनि भएको छ। अब जाँदा जाँदै हामीले अर्थशास्त्रका विद्यार्थीहरूले, सामान्य नागरिकले बिओपीबारे बुझ्नै पर्ने के विषय छ त्यसबारे अलिकति छोटकरीमा सरले भनिदिनु भयो भने बिदा हुँदा हुँदै।
खास गरेर हामीले ओभरअलमा चाहिँ कस्तो भन्दा शोधनान्तर भनेको चाहिँ सिम्पल स्ट्याटिस्टिक्स मात्रै होइन, यो एउटा चाहिँ अर्थतन्त्रको चाहिँ एउटा मेजर इन्डिकेटर्सहरू हो र यसले चाहिँ बाह्य क्षेत्रको स्थितिलाई मात्रै नभएर समग्र अर्थतन्त्रको कम्पिटिटिभनेस लाई चाहिँ रिप्रेजेन्ट गर्छ। त्यसकारण चाहिँ यो अत्यन्तै महत्त्वपूर्ण छ र नीति निर्माण गर्नको निम्ति, मौद्रिक नीति निर्माण गर्नको निम्ति, वित्तीय नीति निर्माण गर्नको निम्ति र ओभरअल कन्ट्रीको हरेक विदेशी विनिमय नीति निर्धारण गर्नको निम्ति यो चाहिँ एउटा अत्यन्त महत्त्वपूर्ण छ। हुन्छ सर, अब यति लामो समय झन्डै 25 वर्ष यहाँले नेपाल राष्ट्र ब्याङ्कमा कार्यरत रहेर आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको छ। यति लामो योगदान र अनुभव यहाँले आज साटिदिनु भयो, त्यसको लागि र यो समयको लागि सर थ्याङ्क यू भेरी मच। थ्याङ्क यू सो मच।